सजिलो हुन्छ भनेर समय काट्न हामी यहाँ कुछ पनि आएको होइन हो र हामी यहाँ किन आएको उपचार गर्न थेरापी उपचार गर्न है भन्न त यहाँ म्याडमहरूले मिसहरूले यहाँको जति पनि एन्जलहरू म्याडमहरू हुनुहुन्छ उहाँहरूले तपाईँहरूलाई यो थेरापी यस्तो हो यसलाई नियमित गर्नुपर्छ नछुटाइकन गर्नुपर्छ लगातार गर्नुपर्छ यसको विधि यो हो पद्धति यो हो भन्दा तपाईँहरूलाई प्रत्येक दिन लेक्चरहरू दिइरहनुहुन्छ अथवा अगाडिबाट बताउने त्यो माहौल मिलेन भने पनि हजुरहरू थेरापी गरेकै बेलामा बेडमै हजुरको टाउकै लिएर बसेर पनि तपाईँलाई थेरापीको महत्त्व बुझाइरहनु भएको छ हो हाम्रो यो सेन्टर यहाँ सीतापाइलामा खोलेको 1.5 वर्ष जति भयो भलै म यहाँ प्रत्येक दिन नआए तापनि अहिले हाम्रो देशभरि लगभग 88-89 वटा शाखाहरू छन् देशभरिमा मलाई सबैभन्दा बढी चिन्ता लाग्ने पीर लाग्ने भनेको सीतापाइला सेन्टरको हो अहिले मैले भन्दै गर्दाखेरि सरले राम्रो राख्यो भन्ने जस्तो लाग्ला हैन मलाई किन अलिकति सीतापाइला सेन्टरको चाहिँ बढी चासो हुन्छ भने कोपिलाजी र म अलि लामो समयदेखिको हामी दोस्ती पनि हौ कि है उहाँ यो सेन्टर गर्नुभन्दा पहिला हेड अफिसमा हुनुहुन्थ्यो हामी हेड अफिसमा सँगै काम गर्थ्यौँ त्यस पछाडि हेड अफिसमा रहँदै गर्दाखेरि अरू सेन्टरहरू हेर्दै गर्दाखेरि उहाँलाई पनि यो निःशुल्क सेवा दिएर उहाँहरूलाई स्वस्थ बनाउने जुन यो काम गर्नु मन लाग्यो प्रेरित हुनुभयो र 1.5 वर्षदेखि यहाँ सेवा सुरु गर्नुभयो सुरुदेखि अहिले यो 1.5 वर्षको बिचमा आउनुभयो होला झन्डै हामीसँग 10,000 जति बुवा आमाहरू थेरापीको लागि भनेर आउनु भएको छ अझ त्योभन्दा बढी पनि आउनुभयो होला एक्ज्याक्ट डेटा चाहिँ मलाई थाहा छैन तर कम्तीमा पनि 10,000 आउनु भएको छ र प्रत्येक दिनको यहाँको रिपोर्ट हेर्छु प्रत्येक दिन 1-2 जना 2-3 जना गरेर नयाँ बुवा आमाहरू खुब आउनु भएको छ यहाँ है आइरहनु भएको छ कि नयाँ जस्तै अघि भर्खर पनि मैले हाम्रो एकजना नयाँ बाबालाई भेटेँ धादिङदेखि आउनु भएको यहाँ पछाडि हुनुहुन्छ उहाँको 1 महिना जस्तो अगाडि यो प्रेसरको एट्याकको कारणले गर्नाले मुख बाङ्गो भएको समस्या भएको रहेछ आज आउनु भएको छ सो यहाँ हेर्ने हो भने 1 महिनाको बिचमा लगभग त्यस्तै 150-200 जना जति बुवा आमाहरू 1 महिनामा नयाँ थपिनुहुन्छ है तर दिनभरिको संख्या हेर्ने हो भने 50, 55, 60 भन्दा माथि कहिले पनि नजाने जति नयाँ थपियो चुइने गाग्री जस्तो भयो कि थपिएको छ तलबाट चुइँदै सकियो है निको भएर फर्किए त राम्रै थियो हाम्रो उद्देश्य नै निको बनाउने थियो तर यहाँ धेरैको कस्तो भयो भने आउने 2-4 दिन विचार गर्ने छोड्ने आउने 2 दिन गर्यो छोड्यो 3 दिन गर्यो छोड्यो या मलाई त भएन भनेर छोड्यो न यहाँको बारेमा राम्रोसँग बुझेको छ न प्रशस्त थेरापी लिएको छ न मिस म्याडमहरुका राम्रोसँग लेक्चरहरु सुनेको छ अनुभवै नलिकन चाहिँ विचार मात्रै गरेर छोडेको कारणले गर्नाले बुवा आमाहरुलाई पनि सुधार भएन अनि बाहिर फेर कसैले चाहिँ सोध्यो तिमी त थेरापी गएको थियो कस्तो भयो भनेर सोध्यो भने जान त गएको हो 2-4 दिन भएन मलाई त हुँदो रहेनछ भनेर लगाइदिए त्यसो कारणले आफूलाई पनि निको भएन थेरापीले जति निको पार्न सक्ने थियो थेरापीको पनि के भयो बदनाम त नभनौ तर थेरापीको पनि राम्रो प्रचार भएन जसो कारणले समस्या भएको व्यक्ति यहाँ आउनै खोजेन अथवा यसको विश्वासै गरेन जसो कारणले बुवा आमाहरु पनि पीडितको पीडित सेन्टर ओनरले पनि अब यति राम्रो थेरापी सुरु गरेको छ बुवा आमालाई सन्चो बनाउन पाइएन भनेर सेन्टर ओनर पनि अलिकति दुखी भइरहने अवस्था छ सो मैले हजुरलाई के भने जुनसुकै पनि कुरामा नियम हुन्छ विधि हुन्छ पद्धति हुन्छ प्रक्रिया हुन्छ नियम मिलाएर विधिमा बसेर पद्धति प्रक्रिया मिलाएर गर्यो भने थेरापीबाट राम्रो सुधार पाउन सकिन्छ योबाट नतिजा पाउन सकिन्छ जुन उद्देश्य बोकेर सन्चो हुने जुन एउटा आश बोकेर आउनु भएको छ सन्चो हुनुहुन्छ निको हुनुहुन्छ निरोगी बन्नुहुन्छ तर यदि विधि मिलाएर थेरापी गर्नु भएन हावाको भरमा जसरी गरे पनि हुन्छ भन्ने हिसाबले चाहिँ गर्नुभयो भने हजुरलाई पनि राम्रो हुँदैन सेन्टरको लागि त्यसैले पहिलो नम्बर हजुरहरु थेरापी गर्न आइसके पछाडी यहाँको विधि यहाँको सिस्टम यहाँको नियममा बसेर थेरापी चाहिँ गर्नुपर्छ हुन्छ यहाँको नियम भनेको के हो भने पहिलो नम्बर हजुरले नबिराइकन गर्नुपर्ने यो थेरापी नछुटाइकन गर्यो भने सुधार आउँछ हो आउँदै गर्दा कहिले काहीँ 1-2 दिन भ्याइदैन मान्छु म है घरमा पाउन पाछा लाग्या हुन्छ एकदमै जरुरी काम भएको हुन्छ कतै बाहिर जानुपर्ने हुन्छ हैन सधैँ एक दिन पनि नछुटाइकन भन्न असम्भव पनि होला कहिले काहीँ 1-2 दिन छुट्टी हालेर फरक पर्दैन त्यसले बिगार्दैन तर एउटा उदाहरण लिन्छु कि हाम्रो अस्मिता है
अस्मिता म्याडमको घरकी माइती लमजुङ, घर पनि माइती पनि लमजुङको सुन्दर बजार भन्ने ठाउँमा उहाँको घर पनि माइती पनि लमजुङको सुन्दर बजारमा पनि हाम्रो विज्ञान नेपालको सेन्टर छ। यो 2075 सालको घटना हो। एउटा घटना सुनाउँछु। एकजना बाबा हुनुहुन्छ, मैले नाम बिर्सेँ उहाँको, अहिले ठक्कै उहाँको नाम आएन। उमेरले त्यस्तै 60 वर्ष हाराहारीको। उहाँको समस्या रहेछ गर्दनमा नसा च्यापिएको। सुन्नुहोस् है, अनि गर्दनमा नसा च्यापिए पनि यो हातहरू दुख्ने, पोल्ने, झमझमाउने, हात माथि नजाने, हातको औँलाहरू नचल्ने हुन्छ कि है, किनकि गर्दनको नसाहरू हाततिर जान्छ। कम्मरमा नसा च्यापियो भनेदेखि चाहिँ खुट्टाहरू दुख्ने हुन्छ। अनि म जहिले पनि त्यो सुन्दर बजार सेन्टरमा गयो, उहाँले मलाई के भन्ने भने, बाबु मेरो हेर यही दुखिया छ, यही सन्चो भएन, यही सन्चो भएन भन्ने जहिले पनि। अनि एक दिन सोधेँ मैले उहाँलाई, बाबा हजुर थेरापी आउनु भएको कति भयो भनेर सोधेँ। 6 महिना भयो नि सर भन्नुभयो। 6 महिना थेरापी गर्दाखेरि पनि निको भएन भन्नुभएको छ। अचम्मै लाग्यो होइन। अनि त्यस पछाडि खोइ बाबा हजुरको कार्ड ल्याउनुहोस् त भनेर हेरेँ। कार्ड हेरेको महिनाले त 6 महिना पुगेछ, तर उहाँको त्यो प्रत्येक दिन जुन हामीले यहाँ हाजिर गर्नुहुन्छ नि मिसोले तपाईँको कार्डमा, 6 महिनामा हाजिर चाहिँ मात्रै रहेछ 24 दिन है। अघिल्लो महिना 3 दिन आयो, दोस्रो महिना 4 दिन आयो, तेस्रो महिना 5 दिन आयो, यसरी महिनाले 6 महिना टेक्यो। दिन बिराउँदै बिराउँदै गर्नुभएको कारणले गर्नाले उहाँलाई सुधारै आएन। अब बाँकी उहाँलाई कसैले सोध्यो, तिमी 6 महिनादेखि थेरापी गरिरहेछौ कस्तो भयो भनेर सोध्दै गर्दाखेरि जान त गएको छु भएन भनेर भनिदिएको छ। अब हामीले पनि निको पार्न सकिएन। यसरी हजुरले पनि बिराउँदै बिराउँदै थेरापी गरेर चाहिँ हुँदैन है। र यहाँ मिस म्याडमहरूले भन्नुभएको छ होला, कमसेकम पनि 3 महिना थेरापी पुरा गर्नुपर्छ नयाँले भन्नुभएको छ, हो कि होइन? नयाँको हकमा है। थेरापी गर्नलाई जति लामो समयसम्म गर्दा पनि हुन्छ है। थेरापी अब यो रोग लागे पछाडि मात्रै गर्ने चिज, दुखे पछाडि मात्रै गर्ने चिज नभइकन यो निरोगी व्यक्तिले पनि प्रयोग गर्न मिल्ने र बाँचुन्जेल रोगै नलागे पनि शरीरलाई निरोगी राख्नलाई, फुर्ती राख्नको लागि, बलियो राख्नको लागि यसै पनि गर्न मिल्ने चिज भएको हुनाले मैले बुवा आमाहरूलाई सम्झाउँदाखेरि चाहिँ के भन्छु, बाँचुन्जेल गर्नुहोस्, जीवनभर गर्नुहोस् भनेर मैले भन्छु। तर पनि कमसेकम अलिकति रोग बिसेको होस्, निको होस्, सन्चो होस् भन्नको लागि पनि 3 महिनाको थेरापी छोड्नु हुँदैन। बुझ्नुभयो नि? यहाँ तपाईँहरूको कार्ड बन्छ। यति धेरै माया गर्नु भएको छ, तर यो भारी भारी भयो। निकाल्छु है, नरिसाउनुहोस् है, एउटा मात्र लगाउँछु। गाह्रो त होइन, अलि भित्र भएको कुराहरू यहीँ थिचिन्छ कि आउँदैन, यति मात्र लगाउँछु। जस्तै म यो थुप्रै यो सिस्टम बताउँछु। पहिला हजुर यो थेरापीमा आउनुभन्दा पहिला सुरुमा आउने बित्तिकै हजुरलाई एउटा सेतो रङको कार्ड बन्छ हो, सेतो खालको कार्ड बन्छ जसमा हाम्रो 10 दिन हाजिर गर्ने ठाउँ हुन्छ। त्यसलाई हामीले 10 डेज कार्ड भन्छौँ। जब हजुरको 11 दिन पुग्छ, 11 दिन पुगे पछाडि हामीले हजुरलाई यस्तो कार्ड बनाइदिन्छौँ है। 2टा फोटो माग्छौँ, एउटा फोटो यो हजुरको कार्डमा टाँस्छौँ, एउटा फोटो हामीले हाम्रो फाइलमा टाँस्छौँ। यो कार्डमा 90 दिनको हाजिर हुन्छ। अघिल्लो कार्डमा 10 दिन र यो कार्डमा 90 दिन गरेर टोटल 100 दिन। थेरापीको नियमले नै के भन्छ भने कम्तीमा पनि 100 दिनको थेरापी पुरा गर्नै पर्छ, त्यो पनि नछुटाइकन। अनि बल्ल निको हुने रहेछ कि रहेनछ थाहा हुन्छ भन्छ थेरापीको नियमले है। हामीले लगातार आउनै सकेको छैनौँ, कोसिसै गरेको छैनौँ, कहिले यो यता यो काम पर्यो भ्याइएन, कहिले ऊ काम पर्यो भ्याइएन भनेर चाहिँ हामीले छुटाएका छौँ। र यसरी छुटाएर गरेर चाहिँ फाइदा हुँदैन। मैले अघि नै भने कहिलेकाहीँ त्यस्तै जरुरी काम परेर 1-2 दिन छुटेर फरक पर्दैन। नत्र भने यदि साँच्चीकै निको हुनु मन छ, निरोगी बन्नु मन छ, आइएर आठुबाट चाहिँ मुक्त हुनु मन छ भने नछुटाइकन थेरापी गर्नु होला। यो थेरापीको पहिलो नियम हुन्छ कि हुँदैन? दोस्रो नियम, यहाँ मिस म्याडमहरूले हेर्नुहोस्, यो तपाईँले यो थेरापीको बारे अलिकति सिस्टम बुझ्नुपर्छ कि थेरापी भनेको के हो त? एक प्रकारको कसरत हो, अरू केही पनि होइन। यहाँ हजुरलाई दबाई खुवाएको छैन, सुई लगाएको छैन, चिरफार गरेको छैन। मेसिनले तताएको छ अनि मेसिनले मारेको छ, हो कि होइन? तताउने र मार्ने, थिच्ने मात्रै त हो नि। र यहाँ हजुरलाई अघि म्यामले चाहिँ म यताबाट निस्किने बेलामा ल सरको लागि ताली बजाइदेऊ भन्नुभयो है। अनि मैले केही भन्ने बित्तिकै पनि हजुरले ताली बजाउनुहुन्छ, नम्बर 1 नम्बर 1 भनेर चाहिँ यहाँ नारा लगाउने, चिच्याउने, कराउने, ताली बजाउने गर्न लगाइन्छ। विज्ञान नेपालमा अत्याधिक धेरै ताली बजाउन लगाइन्छ। यहाँ कतिपय बुवा आमालाई ताली बजाउन अल्छी लाग्छ है।
हामीले यहाँ ताली बजाउँ अहिले हो किन ताली बजाउन लगाउँछौँ त भने पहिले तपाईँ हामी हेर्नुहोस् त कति धेरै काम गर्थ्यौँ हजुरहरूले मेरो पालामा होइन हजुरकै पालामा कति धेरै काम गर्नुहुन्थ्यो गाउँघरमा जातो बेच्नुहुन्थ्यो होइन र घाँस दाउरा काट्थ्यो मान्छेले यसरी भान्सामा मसला पिस्थ्यो मान्छेले आफ्नो लुगाहरू मजाले आफैले कुटी चाहिँ लुगाहरू धुन्थ्यो हो कि होइन अहिले तपाईँ हामीले मसला पिस्छौँ पिस्दैन मिक्सरले पिस्छ है अहिले लुगा हामीले धुन्छौँ धुँदैन मसिनले धोइदिन्छ अहिले दाउरा घाँस काट्न जान्छौँ जाँदैनौँ अहिले हामी जातो पिस्छौँ पिस्दैनौँ है आजभोलि हामीले दैनिक गरिराखेका कामहरू गर्न छोड्यौँ जसको कारणले हाम्रो हातको नसाहरू बन्द हुँदै गयो निष्क्रिय हुँदै गयो जसको कारणले जोर्नी दुख्ने हातहरू माथि नजाने झमझमाउने पोल्ने लगायतका समस्या देखा पर्यो दोस्रो कुरा अत्याधिक धेरै प्रेसर हाई भएको छ आजभोलि हो कि होइन सबैलाई प्रेसर छ सो यहाँ हजुरहरूलाई हामीले हातमाथि उचालेर ताली बजाउँदाखेरि हजुरको शरीरमा रगत सञ्चालन होस् रगत खेलोस् र जति पनि यो जोर्नी जाम हुने हातको नसाहरू बन्द हुने यी समस्या हुन नपाओस् भनेर मजाले यहाँ हजुरलाई कसरत गराउनको लागि ताली बजाउन लगाउने हो के बुझ्नुभयो त्यसैले यहाँ आएर बाटोमा एक्लै ताली बजाउँदै हिँड्नुभयो भने के भन्छन् बौलाएछ भन्छन् घरमै पनि एक्लै ताली बजाएर बस्नुभयो भने हाम्रो बाबामा त थेरापी गएका थिए खुस्केछन् भन्छन् सो यो ताली बजाउने ठाउँ हो यहाँ सबैले घरि ओनरको लागि घरि एन्जलको लागि घरि कसको लागि भनेर ताली बजाउन लगाउँछ एकदमै अल्छी नगरिकन फुर्तिलो भएर ताली बजाउनु पर्छ है जसले थेरापीमा आएर पनि अल्छी गर्नुहुन्छ नि त्यो व्यक्ति कहिले पनि निको हुँदैन सो ताली बजाउने एक नम्बर है दोस्रो यहाँ हो कि होइन भनेर बेला बेलामा सोध्नुहुन्छ आवाज निकाल्न लगाउनुहुन्छ हो कि होइन आवाज छ कि छैन यहाँ बोल्नु पर्छ थेरापी गरेको बेलामा गुनगुन बोल्ने होइन तर यो आवाज निकाल भनेको बेलामा चर्को आवाज निकाल्नु पर्छ है किन भनेदेखि पहिले जबसम्म यो मोबाइल फोनको चलन थिएन नि तपाईँ हामी यताबाट परको मान्छेलाई बोलाउनु पनि यसरी चिच्याएर बोलाउँथ्यौँ ए आजभोलि के भयो हामी बोल्न छोड्यौँ याद गर्नु भएको छ हामी पहिले खेतबारीमा काम गर्दै गर्दा गीत गाउँदै मजाले चाहिँ उ गर्थ्यौँ हो कि होइन हाँस्ने बोल्ने चलन थियो रोदी बस्ने चलन थियो हो अहिले कस्तो भयो मोबाइलको चलन आएर छोराछोरीहरू माथि कोठामा बसिराखेका छ तल भान्सामा हजुरले खाना पकाउनु भयो खाना पाक्यो भनेर पनि हामी बोलाउँदैनौँ कि मोबाइलमा मिस कल हानिदिन्छौँ मिस कल हालेर बुझेर छोराछोरीहरू तल झर्छन् हो कि होइन आवाज निक्लिन छोड्यो जसको कारणले दमका समस्या मुटुका समस्या मुटुको भलहरू साँगुरिने समस्या डर लाग्ने मन आत्तिने समस्या देखा पर्यो हिजो कति धेरै काम गर्दाखेरि पनि दम बढ्दैन थियो अहिले घरका 4वटा सिडी चढ्दाखेरि स्वाहा हुन थालेको छ हो कि होइन यो नबोल्ने बानीको कारणले गर्नाले हो दम देखा परेको छ है सो हजुरले कसैले यो दम भएको बिरामीहरू अस्पताल जानुभयो भने तपाईहरुलाई थेरापी गराउँछ कि यो बलुन फुक्ने थेरापी गराउँछ कि दमको समस्या निको पार्नको लागि यहाँ हामीले चर्को हजुरलाई चिच्याउन लगाएर के गर्ने हो मुटुको फोक्सोको समस्यालाई केही हदसम्म भए पनि कसरत गराएर चाहिँ सहज बनाउनको लागि आवाज निकाल्न लगाउने हो त्यसैले यहाँ बेला बेलामा मिसहरूले टेलिभिजनमा चाहिँ एक्सरसाइज लगाउनुहुन्छ कि नै फुर्तिलो भएर एक्सरसाइज गर्ने है ताली बजाउने आवाज निकाल्ने यी कुराहरू चाहिँ गरिरहनु पर्यो अल्छी गर्नु भएन हुन्छ कि हुँदैन यसरी नै प्रत्येक दिन चाहिँ चर्को आवाज निकाल्ने यो त भयो थेरापी गर्ने है नियमित आउनु पर्ने नछुटाइकन आउने यहाँ आइसके पछाडि अल्छी नगर्ने ताली बजाउने फुर्तिलो रहने र अर्को कुरा हँसिलो रहने एक चिजले मात्रै निको बन्न सकिन्न अहिलेको समयमा दबाई मात्रै खाएर पनि म निको बन्छु निरोगी बन्छु भन्न सकिन्न थेरापी एक्लैले मात्रै पनि पुरै निको बनाउँछ भन्न मिल्दैन निरोगी हुन त धेरै गाह्रो छ है सो यहाँ आइसके पछाडि तपाईहरु अर्को कुरा चाहिँ हँसिलो भन्ने यहाँ बिएन नेपालको मुख्य नारा पनि छ माया खुशी स्वास्थ्य है यहाँको मिस म्याडमहरुले माया गर्नुहुन्छ हजुरलाई साच्चै माया गर्नुहुन्छ बरु आफ्नो घरको सन्तानले त्यति माया गर्दैन होला यो मिसहरूले त्यति माया गर्छ मेरो बुवा मेरी आमा भनिकन चाहिँ है बोकेर डुलाउन मिल्थ्यो भने बोकेर डुलाउन पनि उहाँहरू पछि पर्दैन यो माया किन गरेको हो भने आज सबैको परिवारमा त छैन होला तर अधिकांशको परिवारमा कस्तो भइसकेको छ भने आजभोलि मान्छे पैसामुखी भयो
भौतिक सुखको पछाडि लाग्यो, परिवारमा मेलमिलाप छैन है, लोग्नेसँग स्वास्नी खुसी छैन, स्वास्नीसँग लोग्ने खुसी छैन, छोराछोरी उता फर्केर बसिया छ, बोल्दैन, हो कि होइन? सबैजना त्यही मोबाइलमा घुप्टेर बसिया छ, परिवारमा दुःख सुख साट्लासाट पनि हुँदैन आजभोलि, हो कि होइन? र दोस्रो कुरा, आजभोलि अब कतिपयको त छोराछोरीहरू 12 कक्षा पढे पछाडि नेपाल बस्दैन है, विदेशै जाने ट्रेन्ड भइसकेको छ है। मेरो भान्जी 19 वर्षको भयो, 2 वर्ष भयो ऊ बाहिर गइसक्यो, ऊ नेपालै बस्न खोज्दैन है। मेरो बाबु अहिले मेरो छोरा चाहिँ जेठो छोरा मेरो 8 वर्षको छ, ठुलो भएपछि के भन्ने भनेर सोध्यो भने विदेश जाने हुन्छ, यस्तो ट्रेन्ड भइसकेको छ है। सो यहाँ अहिलेको समय जस्तो छोराछोरी घरमा छ भने पनि, म पनि त्यस्तो धेरै पाएको पुरानो मान्छे होइन, म भर्खर 32-33 वर्षको उमेरको भएँ होइन। आजभोलिको छोराछोरीलाई घरमा कुकुर पालेको छ भने त्यो कुकुरले खाने बिस्कुट सकिएको छोराछोरीलाई थाहा हुन्छ, तर बाआमाको दबाई सकिएको छोराछोरीलाई थाहा हुन्न, हो कि होइन? हो कि? कति दुःख गरेर हुर्काउनु भयो, आजभोलि छोराछोरीलाई बाआमाको मतलबै छैन। सो एकदमै धेरै पीडामा हुनुहुन्छ। बुढेसकाल भनेको एकदमै दुःखको समय है। सो यहाँ तपाईँहरूलाई हामीले राम्रो माया गरिदियौँ होइन, मिठो माया दियौँ, राम्रो ख्याल गऱ्यौँ भने तपाईँको आत्मबल बलियो हुन्छ है। तपाईँ जति निराश हुनुभयो, जति चिन्तित हुनुभयो, त्यति धेरै हजुरलाई रोगले अँठ्याउँछ। जति खुसी हुन थाल्नुभयो, जति रमाउन थाल्नुभयो, जति हाँस्न थाल्नुभयो, रोगसँग लड्ने शक्ति बढ्छ। त्यसैले यहाँको मिसहरूले तपाईँहरूलाई माया गरेर तपाईँको मनोबल बढाएको हो, भित्रैदेखि मनोबललाई उच्च बनाएको हो है। र माया, खुसी, दोस्रो कुरा हामीले यहाँ अघि पनि मैले भने रमाउनुपर्छ, खुसी हुनुपर्छ भनेर। हजुर यहाँ आएर 1-1.5 घन्टा बिताउँदै गर्दा घरको ऋण नसम्झिनुहोस्, रोग लाग्यो भनेर पनि त्यो कुराहरू बिर्सिदिनुहोस्। यहाँ आइसके पछाडि रमाउनुहोस्, कि 1-1.5 घन्टा 2 घन्टा जति बोल्नुहुन्छ सबै कुरा बिर्सेर हाँस्नुहोस्, रमाउनुहोस्, एकदम बिन्दास भइदिनुहोस्। यो तपाईँहरूले आजभोलि बडा ट्रेन्ड चलिराखेको छ कि यो ओसो जाने, सुन्नु भएको छ नि? ओसो जाने भिडियोहरूतिर पनि देख्नु भएको छ। त्यहाँ के गराएको छ र? प्रवचनहरू गराएको छ, बिन्दास नाच्न लगाइदिएको छ। मान्छेले चिन्ता भुल्ने हो कि, चिन्ता भुल्ने बित्तिकै रोगसँग लड्ने शक्ति बढ्छ है। त्यसैले यहाँ हजुरलाई नाचगान गराउने, बेला बेलामा रमाइलो गराउने भनेको तपाईँलाई खुसी बनाएर तपाईँको रोगसँग लड्ने शक्ति बढाउन सकियोस् भनेर। सो यहाँ आइसके पछाडि अब चिन्ता नलिने, निनाउरो नहुने हो। रोग लागेर आउनु भएको छ, फेरि पनि निनाउरो नहुने उपाय छ, निको हुन्छ है। कमसेकम म यहाँ गइसके पछाडि खुसी हुनुपर्छ भन्ने, फुर्तिलो हुने, ताली बजाउने, आवाज निकाल्ने, हँसिलो रहने, कसरत गर्ने र दिनमा एकपटक जसै पनि थेरापी आउने कोसिस गर्ने हुन्छ। भ्याएसकेसम्म बिहान खाली पेट आउने है, भ्याइसकेसम्म बिहान खाली पेट आउने, 10 बजेभन्दा अगाडिको थेरापी असाध्यै राम्रो हुन्छ। खाली पेट भनेर भोकै पनि आउनु पर्दैन, हलुका चिया नास्ता खाएर आउँदा हुन्छ। विशेषतः ग्यास्ट्रिक, सुगर र पेटको समस्या भएको व्यक्तिले त 2 गिलास तातो पानी पिएर मात्रै आउनु होला, सकेसम्म तातो पानी मात्रै पिएर थेरापी गरेको राम्रो। अरू समस्याले पनि भ्याउनुहुन्छ बिहानमा, भ्याउनुहुन्न दिउँसो 2-3 बजेसम्म, जति बेलासम्म टोकन दिनुहुन्छ त्यति बेलासम्म कसै गरी 1-1.5 घन्टा आफ्नो लागि समय छुट्याउनुहोस्। म सत्य बोल्छु, मैले आज आएर एक दिन कठै मेरो बुवा भनेर हजुरलाई माया मान्दिएर हुन्न के हुन्छ र? मैले माया मान्दिएर हुन्छ र? यहाँको मिस म्याडमले कठै मेरो बुवा मेरो आमा भनेर माया मान्दिएर हुँदैन। आफ्नो शरीरको माया कसले मान्नुपर्छ? आफैले मान्नुपर्छ, होइन र? अरूले मान्दिएर हुँदैन। सो अब हिजो जवानीमा जतितिर भाग्नुभयो हेर्नुहोस् त, एकचोटि सम्झिनुहोस् त तपाईँले कति दुःख गर्नुभयो। जुन मेरो उमेरमा अहिले म यति दुःख गर्छु, सत्य भने कि बिहान 7 बजे म घरबाट निस्किसकेका हुन्छु, बेलुका 8:30-9 बजेसम्म म घरमा पुग्दैन, काममै दौड्या हुन्छु। मेरो घर चाहिँ पोखरा है, बालबच्चा परिवार पोखरै हुनुहुन्छ। काठमाडौँ बस्छु, अब जस्तै बस्छु पनि रेगुलर यहाँ होइन। अब आज यहाँ सके पछाडि नैकाप जान्छु, नैकापको प्रोग्राम सके पछाडि भरे म भैरवा पुग्नु पर्ने छ, मेरो 6 बजेको फ्लाइट छ। भोलि भैरवा, पर्सि बुटोल, निको पर्सि पाल्पा, त्यस पछाडि गुल्मी, अर्घाखाँची गर्दै फेरि फर्केर आउँछु। अनि सिओ म्याम आउँदै हुनुहुन्छ, चुङसिजा म्याम, उहाँको प्रोग्राम सके पछाडि फेरि एकलट पोखरातिर, लमजुङतिर, तनहुँतिर, त्यहाँ सके पछाडि पूर्वाञ्चलतिर भागै छु। अहिलेको मेरो उमेर भनेको कामै गर्ने दौडिने नै उमेर हो। त्यो हजुरले हिजो पार गरिसक्नुभयो। अबको यो बुढ्यौलीको समय भनेको के गर्नुपर्छ? कमसेकम 1-1.5 घन्टा आफ्नो लागि समय छुट्याउनुपर्छ।
अब पनि हजुरले आफ्नो लागि समय छुट्याउन सक्नु भएन, अब पनि यो बित्यो त्यो बित्यो भन्दै कामकै पछाडि व्यवहारकै पछाडि लाग्नुभयो भने निकै दुःखदायी समय आउनेवाला छ, आइसकेको छ है। उठे बस्न सक्नु भएको छैन, बसेदेखि उठ्दाखेरि आइया भएको छ कि छैन? सुत्यो रातभरि निद्रा लाग्दैन, अलिकति बढी खाने बित्तिकै पेटहरू फुलेर समसम भएको छ, थोरै नुन चर्को खाने बित्तिकै फनन रिङ्गरा लागेको छ है। अलिकति चाहिँ यसो एक दुईवटा लुगा धुनुभयो भने बेलुका हातबाट सुनिएर यत्रो भइसकेको छ। गाह्रो छ नि अवस्था त, हो कि होइन? सो अब 1-1.5 घन्टा आफ्नो लागि छुट्याउनको लागि हजुरले कन्जुसै नगर्नु होला है। यो अब मलाई हजुरले आज यो कम्पनीको सर हो भन्ने नसम्झिनु होला है। मेरो आफ्नै भाइ आयो, मेरो आफ्नै छोरा आयो, मेरो आफ्नै नातिले सम्झाएको भन्ने चाहिँ बुझिदिनु होला। हुन्छ कि हुँदैन? र अब के चिजहरू देखाउनु मलाई यो पेन ड्राइभ लगाइदिनुहोस् त। म विगत 11 वर्षदेखि म यो विज्ञान नेपालमा आबद्ध छु है। मेरो घरमा हजुर जस्तै मेरो मम्मी हुनुहुन्छ, मेरो श्रीमती छिन्, मेरो 2टा बाबु छ। मेरो बाबा 17-18 वर्ष अगाडि, 18-19 वर्ष भइसक्यो, 62-63 भनेपछि अहिले 82-19-20 वर्ष भयो मेरो बाबा क्यान्सरको कारणले गर्दा मेरो बाबा बित्नु भएको हो। अहिले 11 वर्षदेखि यो विज्ञान नेपालमा आबद्ध छु। मेरो काम भनेकै देशैभरि यिनै विज्ञान नेपालका शाखाहरूमा जाने, बुवा आमालाई थेरापी बुझाउने, सिकाउने, सम्झाउने, निरोगी रहनुपर्छ है भनेर सिकाउने नै मेरो काम। आमा एकछिन बस्नुहोस् एकछिन है, अहिले लिन्छु। यो बिचमा मलाई के लाग्छ भने, अघि नै मैले सुरुमा भने रोग लागिसके पछाडि भोलि उपचार गरौँला भन्यो भने भोलि उपचार नहुन पनि सक्छ, र रोग लागे पछाडि उपचार गर्नु ठुलो कुरा होइन कि रोग लाग्न नदिनु ठुलो कुरा हो कि होइन? र पछिल्लो समय यति धेरै रोगहरू बढिराखेको छ, हेर्नुहोस् यति धेरै रोगहरूले हामीलाई अँठाइराखेको छ कि म फेरि हजुरलाई थेरापी मात्रै आउनुहोस्, दबाई खानु पर्दैन भन्दैन। हजुरले खाइरहेको केही दबाई छ भने त्यो दबाईलाई नछुटाइकन खानुहोस् है। डक्टरले जहिलेसम्म यो दबाई छोड्नुहोस् भन्नुहुन्न तहिलेसम्म खानुहोस्, किनकि मैले दबाई पढेको छैन, मलाई दबाईको बारेमा केही पनि ज्ञान छैन है। हजुरले थेरापी आए पछाडि कस्तो दबाई छोड्न मिल्छ भने, टाउको दुखेर दबाई खानु भएको थियो, थेरापी आए पछाडि टाउको दुख्न छोड्यो भने त्यो दबाई हजुरले आफैले छोड्न मिल्छ। ढाड दुखेर दबाई खानु भएको थियो, घुँडा दुखेर खानु भएको थियो, पाटा दुखेर खानु भएको थियो, दुखेर कुनै दबाई खानु भएको थियो भने थेरापी पछाडि दुख्न छोडे पछाडि त्यो दबाई छोड्न मिल्छ। बाँकी सुगर, प्रेसर, मुटु रोग, थाइराइड, पाठेघर, अन्य खालको केही रोगको लागि औषधि खानु भएको छ, दीर्घ रोगको लागि भने त्यो औषधि जुन डक्टरले चलाउनु भएको त्यही डक्टरलाई सोधेर मात्रै छोड्नु होला, आफै डाक्टर भनेर नछोड्नु होला। हुन्छ कि हुँदैन? हुन्छ। र अब यो थेरापी के हो, कस्तो चिज हो, विज्ञान नेपाल के हो, हामीले विज्ञान नेपाल किन गर्ने, यसको बारेमा म हजुरलाई बताउँछु। सामान्यतया अब थेरापी बुझौँ है। हामीले थेरापी भन्ने बित्तिकै यो अस्पतालमा गरिने फिजियोथेरापी भन्ने बुझ्छौँ है। अस्पतालमा गरिने थेरापी भनेको हाड जोर्नी र नसा सम्बन्धी समस्यालाई मात्रै हो। यो थेरापीलाई थर्मल थेरापी भन्छ। हजुरहरू बाहिरबाट कसैले सोध्यो भने सेक्न जाने भन्नुहुन्छ कि थेरापी जाने भन्नुहुन्छ? सेक्ने भन्नुभयो भने गलत भयो। हुनलाई सेक्ने नै हो, तातै दिने हो, तर बाहिर गएर सेक्ने भन्यो भने उल्टो अर्थ लाग्छ। क्यान्सर भएको बिरामीलाई किमो चढाउनुलाई पनि सेक्ने भनिन्छ के। हजुरले कुनै डक्टरलाई गएर मलाई त ग्यास्ट्रिक थियो सेक्न गएको छु भन्नुभयो भने नजाऊ भन्नुहुन्छ, तर मैले थर्मल थेरापी लिने गरेको छु भन्नुभयो भने जानुस् राम्रो हुन्छ भनेर भन्नुहुन्छ। त्यसैले थर्मल थेरापी भन्नुभयो। अब चाहिँ थर्मल भनेको के हो? थर्मल थेरापी हजुरको घरमा एउटा तातो पानी अथवा चिया राख्ने एउटा भाँडो छ हो, त्यसलाई के भनिन्छ? थर्मस। कहिलेकाहीँ ज्वरो आएको बेलामा यस्तो एउटा कलम जस्तो सुइरो लिएर काखीबाट मुखबाट नापेर यसरी हेर्छौँ, त्यसलाई के भन्छ? थर्मोमिटर। थर्मस, थर्मोमिटर। यो थर्मल थेरापी भनेको ज्वरो नाप्ने भनेको पनि तातो नाप्ने, त्यो तातो पानी राखिने भाँडोलाई पनि थर्मस भनेको। यो थर्मो भनेको तातो, थर्मल थेरापी भनेको तातोको माध्यमबाट गरिने व्यायामलाई, उपचारलाई थर्मल थेरापी भनेर भन्ने गरिन्छ है। र
यो बिगन मेडिकल ल फुल लगाउनुहोस् त। म टिभीमा पनि देखाउँदै हजुरहरूलाई छोटकरीमा हजुरले बुझ्ने भाषामा बताउँछु हैन। र यो बिगन मेडिकल अहिले हामीले नेपालमा सुरु गरेको 11 वर्ष पुगेर 12 वर्ष लागेको छ। यो आजभन्दा 30-35 वर्ष अगाडि दक्षिण कोरियामा सुरु भएको यो टेक्नोलोजी हो। उहाँले मिसेस चुङसिङजा म्याम भन्ने उहाँ हुनुहुन्छ, उमेरले 70-75 प्लस भइसक्नु भएको छ है। उहाँले 30-35 वर्ष अगाडि दक्षिण कोरियामा सुरु गर्नुभयो र नेपालमा 12 वर्ष अगाडि उहाँले नेपालमा भित्र्याउनुभयो मिस्टर प्रकाश श्रेष्ठ। यहाँ मिस म्याडमले पनि भन्नुभएको छ होला, उहाँ म्याडम नेपाल आउँदै हुनुहुन्छ अब भनेर भन्नुभएको छ होला कि होइन। अर्को हप्ता नेपाल आउँदै हुनुहुन्छ, सम्भवतः 14 गते हो कि सीताबाइला सेन्टरको प्रोग्राम पनि। हाम्रो 5-6वटा सेन्टरको जम्मा गरेर हाम्रो यता वसुन्धरातिर कि कतापट्टि छ प्रोग्राम, उहाँ आउँदै हुनुहुन्छ। र अहिले नेपालमा हामीले 2072 सालको असार 21 गतेबाट थेरापी दिन सुरु गऱ्यौँ। अभियान 1-2 वर्ष अगाडिबाट सुरु भएको थियो। एउटा दुईटा गरेर आज देशभरि हामीले 88-89 ठाउँबाट चाहिँ हामीले यो सेवा दिएका छौँ भने देशभरि गरेर हजुरहरू जस्तै लगभग 17-18 हजारले प्रत्येक दिन यो सेवा देशभरि लिनुभएको छ। 17-18 हजारले। र यहाँको हजुरलाई यसको सिस्टम थाहा छ कि छैन? यहाँ हजुरलाई थेरापी गरेको पैसा लाग्दैन। सुरुमा जुन त्यो कार्ड बनाउनुहुन्छ त्यो भनेको दर्ता गरेको हो, त्यस पछाडि हजुरले जीवनभरि थेरापी गरे पनि हजुरलाई पैसा लाग्दैन है। तर पैसा लाग्दैन भन्दैमा यो सरकारी कम्पनी हो कि अथवा कोरियाले नै चलाएको हो कि यो विदेशी संस्था पो हो कि भन्ने जस्तो लाग्छ। यो विदेशी संस्था होइन, मेसिन कोरियन मेसिन हुन्। अब यहाँ चाहिँ कसले चलाएको भने हाम्रो कोपिला म्याडमले चलाउनु भएको है। उहाँले आफूले लगानी गरेर यो सेन्टर चलाउनु भएको। अब यो कसरी चल्छ भने यहाँ आउनुभएको बुवाआमालाई निःशुल्क थेरापी दिन्छौँ। सँगसँगै यहीँ आउनुभएको जसलाई राम्रो भएको छ, जोसँग पैसो छ, जसलाई आवश्यकता ठानेर चाहिँ मसिन किनेर लैजानुभयो भने त्यहाँबाट आउने थोरै नाफाले उहाँले यो घरको भाडा तिर्नुहुन्छ है। यहाँ काम गर्ने मिसहरूलाई, कर्मचारीहरूलाई तलब खुवाउनुहुन्छ, यहाँको पानी बत्तीको पैसा तिर्नुहुन्छ र अलिकति केही बच्यो भने आफूले यो सेन्टर खोल्दाखेरिको ऋण तिर्नुहुन्छ। यसरी नै यो सेन्टर चल्ने हो। मतलब यो एउटा सेवामूलक व्यवसाय पनि हो। हामीले यहाँबाट यी मेसिन बिक्री पनि गर्छौँ। तपाईँलाई राम्रो भए पछाडि, तपाईँलाई राम्रो भएको छ भने, तपाईँसँग पैसा छ भने यो मेसिनहरू लगेर प्रयोग गर्दा राम्रो हुन्छ भनेर हामीले सिकाउँछौँ। र आज 1-1.5 वर्षदेखि यो सेन्टर कसरी चलेको छ भने 1-1.5 वर्षदेखि आउने बुवाआमाले नै मेसिन किनेर लगेर नै यो सेन्टर चलेको छ। तर यहाँ आएको सबै व्यक्तिले मेसिन किन्नै पर्छ भन्ने बाध्यता पनि हुँदैन। बुझ्नुभयो नि? तपाईँ आउनुभयो लानै पर्छ भन्ने होइन, सके लानुहोस् भनेर सिकाउँछौँ। नसके जतिन्जेलसम्म तपाईँ आउन सक्नुहुन्छ ततिन्जेलसम्म लगातार रूपमा आउनुहोस् भनेर हामीले हजुरलाई सिकाइराखेको हुन्छ। यो क्यान्सल गर्नुहोस्। र अब जाउँ थोरै हजुरहरूले के बुझ्नु पर्यो भने हामीलाई रोग किन लाग्यो, रोगको कारण अलिकति बुझ्नुहोस् है। आज हामीले यहाँ हजुरहरू आउँदै गर्दा कोही ढाडको समस्या, कोही पेटको समस्या, कोही टाउकोको समस्या, कोही मुटुको समस्या, कोही नसाको, घुँडाको अनेक रोग लिएर आउनु भएको छ। हाम्रो शरीरमा रोग चाहिँ के कारणले लाग्छ त यो कुरा अलिकति सबैले बुझौँ है। शरीरमा रोग लाग्ने 3वटा कारण, 3 चिजले हाम्रो शरीरमा रोग लाग्छ। पहिलो नम्बर चिसोपना, दोस्रो नम्बर अल्छीपना, तेस्रो नम्बर खानपिना। चिसोपना, अल्छीपना, खानपिना, यो 3 चिजले हाम्रो शरीरमा रोग लाग्छ। म छोटकरीमा बताउँछु। चिसोपनाले कसरी रोग लाग्छ त भने जब हाम्रो शरीरको तापक्रम घट्दै जान्छ हाम्रो शरीरका अङ्गहरू कमजोर हुँदै जान्छ, हाम्रो शरीरको भित्रको रोग प्रतिरोधात्मक क्षमता घट्छ। यो ब्यानरमा लेखेको छ। अब पढ्न लेख्न जान्नुहुन्छ भने कहिले काहीँ हेर्नु होला है। यहाँ के लेखेको छ भने स्वस्थ व्यक्तिको शरीरको भित्री तातो है, बाहिरी तातो होइन, भित्री तातो। अघि मैले चिसोपना भने नि, जुन मान्छेको शरीरको भित्री तातो घट्छ त्यो मान्छे रोगी हुन्छ भनेको के। यसरी बुझ्नु, निरोगी मान्छेको शरीरको तातो भनेको 36.5 डिग्री सेल्सियस हुनुपर्छ भनिन्छ। यदि यो 36.5 बाट शरीरको तातो घटेर 35 मा पुग्यो भने शरीरमा आफै क्यान्सर हुन्छ भनेको छ के। क्यान्सर हुनको लागि सिगरेट बिडी नै खानुपर्छ भन्ने छैन। शरीरको भित्री अङ्ग चिसो भयो भने मात्रै पनि शरीरमा क्यान्सर हुन्छ भनेर भनेको छ। बाँकी हाडजोडी नसाका रोग त यसै पनि लाग्ने भयो। अब अहिलेको तपाईँ हाम्रो शरीर किन चिसो भएको छ भनेदेखि पहिले तपाईँ हामी खेतबारीमा काम गर्थ्यौँ, हिँड्थ्यौँ, डुल्थ्यौँ, मजाले पसिना बगाउँथ्यौँ। जति हिँड्यो जति चल्यो हाम्रो शरीर तातो हुने त हो नि, हो कि होइन?
अहिले तपाईँ हामी हिँड्दैनौँ नि बुवा आमा, हो कि होइन? अहिले तपाईँ हामी काम गर्दैनौँ, हामी यस्तो सिमेन्टेड घरमा बस्छौँ। हेर्नुहोस् त, ढलान गरेका मार्बल टाइल लगाएका चिसा घरमा हामी बसिराखेका छौँ। भलै अहिले जाडोको मौसम छ, पङ्खा र एसी अहिले नलगाउँला, तर अलिकति जाडो कम्ती हुने बित्तिकै त हामी पङ्खा एसी लगाएर बस्छौँ, फ्रिजको चिसो पानीहरू पिउँछौँ, हो कि होइन? बाहिर गर्मी भयो भन्दैमा चिसोको सहारा बढी लिन्छौँ, जसको कारणले आन्तरिक शरीरका अङ्गहरू चिसो हुन्छ, केही चिसोले रगतहरू बाक्लो बनाउँछ, नसाहरू साँघुरो हुन्छ, अनि शरीरको अङ्गहरू काम गर्न सक्दैन। एउटा छोटो उदाहरण भने, पहिलेको हाम्रो आमाहरूले 15-20 जना बच्चा जन्माउन सक्नुहुन्थ्यो, हो कि होइन? तपाईँहरूले पनि सुन्नुभयो होला नि, पहिलाको आमाहरूले 12-15 जना बच्चा जन्माएको सुन्नुभयो कि भएन? सुन्नुभयो, देख्नुभयो नि? मैले 25 जना बच्चा जन्माएको आमा भेटेको छु भन्दा गफलाए जस्तो होला। हाम्रै बिगेन नेपालको माथि बुढा नीलकण्ठको सेन्टरमा 25 जना बच्चा जन्माउने आमा भेटेको छु है। अनि यता सिन्धुली कि कतापट्टिको सिन्धुपाल्चोक कताको हुनुहुँदो रहेछ यस्तै कुरा चले। आमा कति वर्षको हुनुभयो भनेर सोधेँ, यो लगभग 4-5 वर्ष अगाडिको घटना हो। बुढा नीलकण्ठको नयाँ चोक भन्ने सेन्टरमा सेकेन्ड रोमा हुनुहुन्थ्यो। कति वर्षको हुनुभयो भनेको 72 वर्ष भन्नुभयो। कतिजना छोराछोरी जन्माउनु भयो आमा भनेको 25 जना भन्नुभयो है। आमा 25 जना त होइन होला भनेर भने। म अलि गफलाउनु भयो कि भने, जन्माएको मैले बाबु तपाईँलाई किन गफलाउने र भन्नुभयो। 25 जना बच्चा जन्माउँदाखेरि त अब अहिलेको जस्तो अपरेसन त थिएन। फेरि पनि सोधेँ, आमा हजुरले अपरेसन गरेर बच्चा पाएको भनेको? हाम्रो पालामा कहाँ अपरेसन थियो र बाबु? कोही बारीमा काम गर्दा गर्दै, कोही पानीको गाह्रो बोक्दा बोक्दै, कोही गाई भैँसी दुँदा दुँदै जन्माएको भनेर भन्नुभयो। हो अनि लाग्यो 25। अनि उहाँले के भन्नुभयो भने, 2 बेद जम ल्याएर जन्माए, 1 बेद तिम ल्याएर जन्माए भन्नुभयो कि 3टा पनि जन्माउनु भयो अरे है। अनि 25 जना बच्चा जन्माउँदा पाठेघर खस्यो होला जस्तो लाग्यो मलाई। आमा हजुरलाई पाठेघरको रोग हो भनेर सोधेको, होइन बाबु पाठेघर साठेघर केही छैन, ढाड दुख्थ्यो अलिअलि, आएर सेकेको 1.5 महिना भयो, सन्चो भयो भनेर भन्नुभयो। अनि फेरि पनि अलि विश्वास चाहिँ लागेन कि आमा 25 जना त होइन होला भनेर भनेको। उहाँले के भन्नुभयो भने, तपाईँलाई विश्वास लाग्दैन भने मेरा 25 जना छोराछोरीमा 25 जना जिउँदैछन्। यही काठमाडौँ, भक्तपुर, ललितपुरको वरिपरि छन्। एउटा ट्याक्सी रिजर्भ गर्नुहोस् है, एउटा ट्याक्सी रिजर्भ गर्नुहोस्, ट्याक्सीको खर्च तपाईँ तिर्नुहोस्, म दिनभरिमा मेरा 25 जना छोराछोरी भेटाइदिन्छु भन्नुभयो कि उहाँले। भने हिजोको आमाहरूले यसरी बच्चा जन्माउन सक्नुहुन्थ्यो होइन? बच्चा त आजभोलि हाम्रो छोरी बहिनीहरूले पनि जन्माउनुहुन्छ, तर मुस्किलले 2टा, मुस्किलले, नत्र आजभोलि त एउटै भन्ने चलन भइसकेको छ। त्यही पनि आफै जन्माउन सक्नु भएको छैन, सिजरिङ गरेर अपरेसन गरेर बच्चा जन्माउनु परेको छ, हो कि होइन? यही पनि तपाईँहरू 8-10 जना बच्चा जन्माएको कोही न कोही आमाहरू हुनुहुन्छ होला। हिजोको आमाहरूले त्यत्रो बच्चा जन्माउन सक्ने, आजको हाम्रो छोरी बहिनीले बच्चा जन्माउन सक्ने कारण के हो त थाहा छ? पाठेघर कमजोर भएर। पाठेघर किन कमजोर भयो? चिसोले। अघि मैले तपाईँलाई चिसो बुझाउँदैछु है, चिसोले कसरी कमजोर बनाउने रहेछ भनेर बुझाएको। हिजो काठमाडौँमै बसे तापनि, अब म त काठमाडौँ बसेको लगभग 4-5 वर्ष भयो, अझै पनि मलाई यहाँको बाटोघाटो त्यति साह्रो थाहा छैन। हराउँछु, पठाउन आउने हो भने म हराउँछु है। म मोटरसाइकल भएर पनि चढ्दिनँ कि, बाटै थाहा छैन, रिङ रोड बाहेक अरू चिन्दैन। हिजो त यहीँ पनि अथवा होला कोही यहीँको रैथाने हुनुहुन्छ होला, प्रायः हामी बाहिरदेखि बसाइ सरेर आएका छौँ। हिजो हामी दाउरोमा आगो बाल्थ्यौँ, हो कि होइन? हाम्रो आमाहरूले दाउरोमा आगो बालेर खाना पकाउनुहुन्थ्यो। अहिलेको जस्तो जिनको पाइन्टहरू थिएन, साडी लुङ्गी लगाउनुहुन्थ्यो। एकजना आमाले जस्तै गोठभरि गाईबस्तु पाल्ने चलन थियो, जहानहरू धेरै हुन्थे होइन, खेतबारीमा काम गर्ने मान्छेहरू हुन्थे। बिहानदेखि बेलुकासम्म त्यो गाई भैँसीको दाना पकाउने, दुध पकाउने, दाल भात तरकारी हरेक गर्ने गर्दै गर्दाखेरि एउटा आमा 4 देखि 5 घन्टा एक दिनमा चुलोको छेउमा बस्नुहुन्थ्यो, होइन र? सबै त्यो आगोको तातो राफहरू छिर्थ्यो, पाठेघर सेकिन्थ्यो, न्यानो हुन्थ्यो। एउटा दोस्रो 12 हाते 16 हाते पटुकी बाँध्नुहुन्थ्यो, यहाँदेखि यहाँसम्म ढाकिने गरी पटुका बाँध्नुहुन्थ्यो, न्यानो हुन्थ्यो, होइन र? त्यही भएर हिजोको आमालाई कहिले सेतो पानी पनि बगेन, गनाउने पानी पनि बगेन, पाठेघरमा ट्युमर पलाएन, मासु पलाएन, सिस्ट पलाएन, पिसिओसको समस्याहरू के पनि आएन। मजाले बाख्राले पाठा पाए चाहिँ बच्चा पाउन सक्नुभयो, हो कि होइन? अहिलेको हाम्रो छोरी बहिनीहरू गर्भमा बच्चा रहे पछाडि अस्पताल गएर महिनै पछि चाहिँ जुन बच्चा रह्यो भन्ने थाहा भइसके पछाडि क्याल्सियम दिन्छ, हड्डी बलियो बनाउनु पर्छ, क्याल्सियम खाऊ भनेको छ, आइरन चक्की दिएको छ, रगत बढाउनु पर्छ भनेर भनेको छ।
आजभोलिको गर्भवतीहरूलाई 1 गिलास पानी उठाउन दिँदैन हो कि होइन? फलफुल खुवाएको छ, भिटामिन खुवाएको छ, मखमलमै टेकाएको छ है। महिने पछि भिडियो एक्सरे गराएर बच्चाको नङ उम्रे कि उम्रेन, कपाल उम्रे कि उम्रेन भनेर हेर्ने चलन छ। यति सबै गर्दाखेरि पनि चिरेर बच्चा निकाल्नु परेको छ। किन त? आजभोलि आगो भन्ने कुरा हेर्ने टिभीमा मात्रै है, पटुका भन्ने कुरा बिर्सिसक्यो, छोप्नै छैन, जति सक्दो देखायो हो कि होइन? हो मान्नुस् नमान्नुस् नाभि देखाउनु हुँदैन, चाहे लोग्ने मान्छे होस् चाहे छोरी मान्छे होस्। नाभि देखायो भने नाभिबाट चिसो छिर्यो भने शरीरका सबै अङ्गमा चिसो हुन्छ। स्पेसली आजको आमा दिदी बहिनीहरू, आजको हाम्रो छोरी चेलीहरूको पाठेको कमजोर हुनुको कारण भनेको सानो पेट र भुँडी देखाएर चिसोले हानेको। हिजो जबसम्म आगो ताप्नुहुन्थ्यो त्यो तातो रास छिर्थ्यो, पटुका बाँधेर न्यानो राख्नुहुन्थ्यो। अहिले अत्याधिक धेरैको यो ढाडमा नसा च्यापिने समस्या देखा परेको छ क्या बुवामा है। मैले 11 वर्ष अगाडि मैले लमजुङमा थेरापी सुरु गरेको, त्यो बेलामा नसा च्यापिएका यति धेरै देखिन्न थिए। अहिले नसा च्यापिने बढी जस्तो कस्तोलाई छ भने 25-30 वर्षदेखि 40-45 वर्षको भित्रको धेरै मान्छेलाई नसा च्यापिएछ। यसमा पनि महिलाहरू धेरै हुनुहुन्छ, पुरुषभन्दा महिलाको धेरै नसा च्यापिएछ। कहाँ? गर्दनमा र ढाडमा। किन च्यापिएछ? अहिलेको ब्लाउज हेर्नुहोस् त, चोलो हेर्नुहोस् त। पहिले चौबन्दी चोलो थियो, मजाले पाक्रो लगाउनुहुन्थ्यो हो कि होइन? अहिले 2टा डोरो माथि बाँधेको छ, 2टा डोरो तल बाँधेको छ, यो भित्ता वामन्ती छ, चिसोले हानेको छ। त्यही भएर यो स्पाइनल डिजेनेरेसन भन्ने यति धेरै रोग देखा परेको छ हो कि? यो हड्डी खिने समस्या देखा परेको छ भने चिसोपना रोग लाग्ने प्रमुख एउटा कारण हो भनेर बुझ्नु होला है। भोलि हजुर थेरापी आउनै छोड्नु भएछ, यहाँ हाम्रो कोपिलाजीसँग हानाहानै भएछ भने पनि के बुझ्नु होला भने सरको दिदी बहिनीले टुना भात चुनो लाउँदैन आउने। मैले त्यसरी लगाउन दिँदैन, सत्य। श्रीमती दिदी बहिनीले लाउँदैन लाउँदैन। म किन झुट बोल्छु? लाउँदैन। मेरो बच्चाले चाउचाउ खाँदैन, मेरो बच्चाले बिस्किट खाँदैन, मेरो श्रीमतीले अङ्ग देखाउने लुगा लगाइन भने त चाउ भनेर भन्दैन हो। त्यस्तै सबैजना जन्मे त हुन्थ्यो नि, नाङ्गै सिकाउने। मैले हजुरलाई बुझाउँदै यति चाहिँ बुझ्नु होला कि अब कहिले पनि के कुरा नबिर्सनु होला, शरीरको अङ्गहरू चिसो भयो, शरीरको भित्रको तापक्रम घट्यो भने शरीरमा रोग लाग्छ, रोगसँग लड्ने शक्ति घट्छ भनेर बुझ्नु होला है। पहिलो नम्बर चिसोपना। दोस्रो अल्छीपना। अहिले हामी धेरै अल्छी छौँ, हामी हिँड्दैनौँ, चल्दैनौँ, हामी 10 मिनटको बाटो पनि हिँडेर जाँदैनौँ। हामी यहाँदेखि बालाजु पुग्नु पर्यो भने बालाजु पनि टाढा भयो ल, स्वयम्भू चोकै पनि हामी हिँडेर जाँदैनौँ, गाडी चढ्छौँ, पठाउ चढ्छौँ, स्कुटर चढ्छौँ, मोटरसाइकल चढ्छौँ, होइन र? हामी कामधाम त छोडिसक्यौँ। अघि नै भने नि आफ्नो लुगा धुँदैनौँ, अब मेसिनले धुन थालिसकेको छ, मसला पिस्दैनौँ, मिक्सरले पिस्न थालिसकेको छ। हामी धेरै सुख सुविधा खोज्दै गर्दाखेरि शरीरका अङ्गहरू कमजोर हुन्छ। सो कसरत नभएको कारणले गर्नाले आजको मान्छे रोगी भएको छ। अझै पनि सहरमा बस्ने मान्छेभन्दा गाउँमा बस्ने मान्छे निरोगी छ हो कि होइन? काम गर्छ क्या त्यसले, कसरत हुन्छ कि उसको शरीरलाई, त्यो भएर बलियो छ है। गाउँमा धेरै मान्छे दोस्रो रोग लाग्ने कारण अल्छीपना। तेस्रो खानपिना। खानपिनको विषयमा मैले खासै धेरै केही भन्नु पर्दैन होला। अहिले तपाईँ हामीले कस्तो खानेकुरा खाइरहेको छौँ, पाकेटमा बन्द भएको, डब्बामा बन्द भएको चिज हामीले खाइराखेका छौँ, होइन र? हर फलफुल तरकारीमा विषादी बाहेक अरू केही छैन, सबै केमिकल मात्रै छ। जबदेखि चाहिँ बजारबाट किनेर खान थाल्यौँ तबदेखि प्रेसर सुरु भयो, तबदेखि सुगर सुरु भयो, तबदेखि थाइराइड सुरु भयो, तबदेखि मुटुको रोग सुरु भयो हो कि होइन? चलन कस्तो आयो भने हिजोको हाम्रो आमाहरूले बच्चालाई मजाले तेल लगाएर सेक्नुहुन्थ्यो, मान्नुहुन्थ्यो। आजभोलिका डाक्टरले बच्चालाई तेल लाउनु हुन्न भनिदिएको छ हो कि होइन? पाउडर लगाएर मिच्छ भनिदिएको छ। तेल लगाएर मिच्यो भने तिनको पाउडर बिकेन नि त हो त? यो कुरा सही। गाना नलाउ भन्ने तेल नलाउ। हिजोको हाम्रो आमाहरूले तेल लगाएर हामी यति बलियो छौँ। अहिलेकोलाई नलाऊ भनेको छ, नसेक है बच्चालाई, सानो बच्चालाई सेक्न हुन्न भनेर लाइदिएछ। ए बा, आगोमा नसेक अरे त्यो अर्को त्यो के बेबी वार्मर भन्ने मेसिनमा सेक भनिदिएको छ, बाफले सेक भनेर लाइदिएको छ है। अनि के भनेको छ अर्को, मेरो बाबुहरू जन्मे पछाडि मेरो एकजना पोखराको डक्टर हुनुहुन्छ, डक्टर एकगेराज सिकदर, उहाँ पेडियाट्रिक्स हो, बच्चाकै डक्टर हो। उहाँसँग झगडा पऱ्यो, मेरो भन्दा नि मेरो मम्मीको झगडा पऱ्यो। अब कस्तो भयो भने मेरो सानो बाबु जन्मिँदाखेरि
जेठो बाबु 20 महिनाको हुँदा सानो जन्मियो अनि अब जेठाले पनि दुध चुस्दै थियो सानोले पनि चुस्ने दुध पुगेन है त्यस पछाडि मम्मीले भैँसीको दुध खुवाउन थाल्नुभयो म त यस्तो यस्तो गरेको छु भनेर डाक्टरलाई गएर भने कहाँ बच्चाले भैँसीको दुध खुवाउने बरु त्यो सार्ल्याक्स खुवाउनुहोस् भनेर लगाइदिए सार्ल्याक्स भन्ने थाहा छ नि प्याकेटको मेरो मम्मी बाज्नुभयो है अनि मैले मेरा यी 3टा छोराहरूलाई मैले हिजोको दिनमा हामीहरू जन्मिँदाखेरि के त्यो राम्रोसँग खानको लागि खाना नभएर ढिँडो खाँदै गर्दा दुध सुक्यो भनेर मेरा छोराछोरीलाई चाहिँ मैले चाहिँ भैँसीको दुध खुवाएर हुर्काएको खोइ मेरा छोराछोरी बलिया छन् क्यारे अहिले त्यसैले बच्चा जन्मायो भनेर चाहिँ मेरो मम्मीले भन्नुभयो अनि डाक्टरले के भन्नुभयो तपाईँले 3टा जन्माउनु भयो 3टा हुर्काउनु भयो मैले 3 लाख बच्चा हुर्काएँ भनेर डाक्टरले पनि ठुला कुरा गर्न नछोड्ने मेरो मम्मीले पनि नछोड्ने वारै परेको थियो कि सो मैले मात्रै भन्न खोजेको के हो भने आजभोलि हामी यो बजारमा देखेका चिजहरू सजिलोको लागि खाँदै गर्दाखेरि हामी पनि त्यस्तै खाइरहेछौँ बच्चालाई पनि त्यही खुवाइराखेका छौँ जसको कारणले शरीरको तागतहरू हरायो शरीर कमजोर भइराखेको छ शरीर रोगी भइराखेको छ है चिसोपना अल्छीपना खानपिना यो 3 चिजले हामीलाई रोग लाग्छ अब तपाईँहरू विज्ञान नेपालमा आउनु भएको छ अब यो कस्तो कम्पनी यसको बारेमा सरस्वती बताउँछु खोइ म्यामले यो लगाइदिने भन्दै गर्दाखेरि के बिग्रियो है अब हजुर यहाँ आउनु भएको छ अब यसले चाहिँ कसरी हजुरलाई काम गर्ने हो त भने जस्तै यहाँ हजुरहरू ग्यास्ट्रिक भएर आउनेले हात उठाउनुहोस् न एकचोटि अहिले ग्यास्ट्रिक निको भइसक्यो निको भयो ल ग्यास्ट्रिक निको भयो है मुटुको रोग ल्याउने कोही हुनुहुन्थ्यो ग्यास्ट्रिक र मुटु एउटै हैन सुगर भएको कोही आउनु भएको थियो सुगर थेरापी गरे पछाडि अलिकति घटेको छ कि छैन घटेको छ बाबा ल सुगर घटेको छ प्रेसर हाई कसैको थियो प्रेसर पनि घट्यो ल घुँडा दुख्न कसैको आराम भयो है निद्रा नलाग्ने समस्या कसैको थियो र थेरापी गरेपछि निद्रा लाग्ने कोही हुनुहुन्छ हजुर हुनुहुन्छ है खाना नरुच्ने थियो थेरापी गरेपछि खाना रुचेको कसैलाई छ आमालाई छ मोटोपना कसैको घटेको छ ल नसा च्यापिएको राम्रो कसैलाई भएको छ हजुरको भएको छ मैले भन्न खोजेको के हो भने चाहिँ ग्यास्ट्रिक पनि निको भएछ घुँडा दुख्ने पनि निको भएछ सुगर घटेछ प्रेसर घटेछ है नसा च्याप्पीको सन्चो भएछ घुँडा दुख्न सन्चो भएछ निद्रा लाग्न थालेछ खाना रुच्न थालेछ भने पछाडि हामी अस्पताल गयौँ भने सुगरले खाने दबाई प्रेसरले खाने दबाई नसाको रोगीले खाने दबाई निद्रा नलाग्नेले खाने दबाई एउटै हुन्छ अलग अलग हुन्छ नि हो कि होइन हजुरहरू यति धेरै समस्या अलग अलग समस्या लिएर आउनु भएको छ सबैलाई राम्रो पनि भयो यहाँ पेटको रोगीलाई अलग्गै मेसिन सुगरको रोगीलाई अलग्गै मेसिन छ र छैन नि त सबैलाई एकै खाले मेसिनमा उपचार गराएको छ नि हो कि होइन हेर्नुहोस् त अस्पताल गयो रोगै पिछेको अलग अलग थेरापीमा आयो सबै रोगलाई एकै खाले मेसिन भनेपछि यसमा कारण के रहेछ त अब यसको बारेमा हामीले थोरै बुझौँ ल है म थोरै बताउँछु अब यो बिगेन मेडिकल कोरिया अहिले कोरियामा विभिन्न अस्पतालहरूसँग पनि यसले कोअर्डिनेसन गरेर पार्टनरसिप गरेर जुन हाम्रो यो मसिनहरू छ यो दक्षिण कोरियाको साउथ कोरियाको विभिन्न अस्पतालहरूमा पनि प्रयोग हुन्छ नेपालमा पनि हाम्रो यो मसिनहरू विभिन्न अस्पतालहरूले मागिराखेको छ यहाँ वनस्थलीमा राष्ट्रिय मृगौला उपचार केन्द्र छ यहाँलाई थाहा छ नेसनल किडनी सेन्टर नेपालको सबैभन्दा ठुलो मृगौलाको डाक्टर हुनुहुन्छ डाक्टर ऋषि कुमार काफले उहाँले त्यो हस्पिटलमा पनि विज्ञान नेपालको इतिहास म्याटर टप एन्ड टप राख्नु भएको छ उहाँले आफ्नो 93 वर्ष अहिले 94-95 वर्ष हुनुभयो होला उहाँको आमालाई पनि विज्ञान नेपालको मेसिन प्रयोग गराउनु भएको छ कि है भने नेपालका पनि विभिन्न अस्पतालहरूले मागेको छ र यो विज्ञान मेडिकल कोरिया सन् 1995 देखि सुरु भएर अहिले संसारका 100 भन्दा बढी राष्ट्रमा फैलिएको छ भारतमा यहाँ 16 वर्ष लेखाएको छ यो केही पहिला बनाएको छ स्लाइड हो भारतमा विगत 19 वर्षदेखि यो विज्ञान मेडिकल चलेको छ भारतमा 400 भन्दा बढी सेन्टरहरू छ र कम्पनीले विभिन्न नयाँ खोज र अनुसन्धानहरू गरेर नयाँ मसिनहरू बनाएको छ र यो कम्पनीको कोरियामा सुरु गर्ने व्यक्ति मिसेस चुङसिङजा हुनुहुन्छ जुनको हाम्रो एक फोटो वहाँ पनि देखिराखेका छौँ र यो थोरै बुझ्नुहोस् है यो मेसिनहरू बनाउने अनुसन्धान गर्ने एउटा टोली छ रिसर्च एन्ड डेभलपमेन्ट टिम भन्ने त्यसको हेड हुनुहुन्छ डाक्टर किम सर उहाँ लगायत विभिन्न डाक्टरहरू फिजियोथेरापिस्ट भूगर्भविदहरू विभिन्न वैज्ञानिकहरूको एउटा टोलीले चाहिँ निर्माण गरेको यो मेसिनहरू हो र हजुरले यहाँनिर यी पुरा सर्टिफिकेटहरू देख्नु भएको छ नि बुवामा यो अवार्डहरू है यो जति पनि यो प्रमाणपत्रहरू देख्नु भएको छ
यो टिभीमा पनि मैले अहिले यो देखाएँ कि प्रमाणपत्रहरू भनेको के हो भने जति पनि यो बिगेन नेपालको टप एन्ड टप मेसिन, इटिएस म्याट, साम्चो म्याट, अहिले आएको यो म्याटहरू छ, यो मेसिनहरूले पाएको पुरस्कार के हो है। अब जस्तै म तपाईँलाई 2-4वटा पुरस्कार देखाउँछु। यो एउटा यो जिएमपी भन्ने सर्टिफिकेट हो। यो सर्टिफिकेट नभएसम्म अब नेपालमा चाहिँ एनएमसी भन्ने छ, नेपाल मेडिकल काउन्सिल। यो एनएमसीले सर्टिफिकेट नदिएसम्म नेपालको डक्टरले बिरामी जाँच्न पाउँदैन। तर अन्य अन्तर्राष्ट्रिय स्तरमा के छ भने यो जिएमपी भन्ने यो सर्टिफिकेट नपाएसम्म त्यो डक्टरले बिरामी जाँच्न पनि पाउँदैन। यो जिएमपी भन्ने सर्टिफिकेट पाएन भने त्यो दबाई बेच्न पनि पाउँदैन भने बिगेन मेडिकलको मेसिनहरू सबै मेसिनले यो जिएमपी भन्ने सर्टिफिकेट प्राप्त गरेको छ। त्यो भनेको चेक जाँच गरेर प्रमाणित भएको हो। अर्को एउटा यो एफडीए को सर्टिफिकेट थियो, मैले यहाँ देखेन। अर्को यो फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन भन्ने एउटा छ, विश्व खाद्य तथा औषधि विभाग, जुन अमेरिकामा छ यो संस्था। यसले संसारभरिका औषधालय र स्वास्थ्य संस्थाहरूलाई नियमन गर्ने काम गर्दछ। त्यो एफडीएबाट पनि प्रमाणित छ। र मैले हजुरलाई यति भने कि जति पनि यहाँ प्रयोग गराउने मेसिनहरू छन् यिनीहरू विभिन्न स्वास्थ्य सम्बन्धी काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट प्रमाणित गरेका मेसिनहरू हुन्। मैले हजुरलाई यो बुझाउन चाहिँ किन खोजेको भने धेरैको मनमा अझै पनि के छ भने थेरापी गर्यो भने सिक्यो भने असर गर्छ कि भन्ने एक खालको डर छ कि बुवाआमाहरूलाई भने। यी चेक जाँच गरेर डाक्टरले बनाएका चिजहरू हुन्, यी प्रमाणित हुन्, यसको प्रयोग गरेर साइड इफेक्ट हुँदैन भनेर वर्षौँ पहिलादेखि चाहिँ यी सर्टिफिकेटहरू बिगेन मेडिकललाई दिइसकेको छ। जस्तै यो हो, यो अघिल्लो एफडीए भन्ने बिगेनको इलेक्ट्रिक मसाजर, थेरापिटिक इलेक्ट्रिक सामानहरू जति पनि छन् बिगेन मेडिकलका उहाँहरूलाई चाहिँ यो मेसिनहरूलाई दिएको सर्टिफिकेट हो यो एफडीए। अघि हाम्रो बुवाले भन्नुभएको थियो, तपाईँहरूलाई निम्स भन्ने दबाई थाहा छ है? यो निम्स भन्ने दबाई इलिगल हो। निम्सलाई डब्ल्युएचओले यो एफडीएले प्रमाणित गरेको छैन। केही वर्ष अगाडिदेखि भारतबाट हो यो निम्स भन्ने चाहिँ यो भारतमा ब्यान गरिदिएको छ। यो निम्स हानिकारक छ भनेर, तर हाम्रो नेपालमा निर्वाध बेचिराखेको छ है। खान त हामीले खाइन्छ, दुखे पछाडि खानुपर्ने अवस्था पनि छ भने आज बिगेन मेडिकलको यो सर्टिफिकेट भयो, यो आइएसओ भन्ने सर्टिफिकेट भयो, यो गुणस्तर चेक गर्ने कम्पनीले दिएको सर्टिफिकेट भयो, जिएमपी सर्टिफिकेट भयो, यस्ता खालका अवार्डहरू यो बिगेन मेडिकलको मेसिनले प्राप्त गरेको छ। हजुरले निर्धक्कसँग प्रयोग गर्दा हुन्छ, डराउनु पर्दैन, अत्तालिनु पर्दैन। हुन्छ कि हुँदैन? र दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयबाट, पत्रकार सङ्घहरूबाट र कोरियाको सर्वश्रेष्ठ ब्रान्ड उपहारहरू पनि बिगेन मेडिकलका मेसिनहरूले प्राप्त गरेको छ है। मैले हजुरलाई यो भनेको यो केही वर्ष अगाडि 2013मा दक्षिण कोरियाको राष्ट्रपतिबाट हाम्रो सिओ म्यामलाई दिएको यो बेस्ट ब्रान्ड अवार्ड हो। बेस्ट ब्रान्ड भनेको के हो भने वर्षमा एकपटक त्यो देशैभरिको सबैभन्दा उत्कृष्ट कम्पनी मध्येमा एउटा कम्पनीलाई पुरस्कार दिइन्छ। यो बेस्ट ब्रान्ड अवार्ड 2013 देखि आज 2025 सम्म प्रत्येक वर्ष बिगेन मेडिकलले हात पारेको छ। अरु कम्पनी हजुरले यहाँ प्रयोग गरेको मेसिन संसारकै उत्कृष्ट थेरापीका मेसिनहरू अन्तर्गत पर्दछ। हजुरले यसमा विधि मिलाएर नियमित प्रयोग गर्नुभयो भने निको हजुरका सबै समस्याहरू निको हुन्छ। यसमा कुनै दुई मत छैन। अब हजुरले कति समय प्रयोग गर्नुहुन्छ भन्नेमा भर पर्छ हेर्नुहोस् है। अब मेसिन जति नै राम्रो छ भने पनि हजुरले प्रयोगै गर्नु भएन भने यसले के गर्दा र होइन र। सो यो ग्रान्ड प्राइजहरू जितेको छ। नेक्स्ट गर्दै जानुहोस्। अब यस्ता खालका यी विभिन्न अवार्डहरू चाहिँ बिगेन मेडिकल कोरियाले प्राप्त गरेको छ। र नेपालमा पनि 2072 सालदेखि हामीले बिगेन नेपाल हेल्थ चेक प्रणालीको नामबाट यो कम्पनी दर्ता गरेर चाहिँ नेपालमा सञ्चालित गरिरहेका छौँ। र नेपालको पनि स्वास्थ्य मन्त्रालयबाट बिगेन मेडिकललाई स्वीकृति प्राप्त भएको छ। र आज देशैभरि फैलिरहेको छ यो कम्पनी, विभिन्न ठाउँहरूबाट सञ्चालित छ। र यो कम्पनीलाई नेपालमा भित्राउने व्यक्ति मिस्टर प्रकाश श्रेष्ठ हुनुहुन्छ। यहाँ धेरै पटक आइ पनि सक्नु भएको छ, कति बेला चिन्नु भएको छ। निकै सानो उमेरमा चाहिँ उहाँले सञ्चालन गर्नुभएको हो। उहाँ यो बिगेन मेडिकलको कार्यकारी निर्देशक हुनुहुन्छ। अघि आमाले तपाईँको दिदी बहिनीले यस्ता छोटा लाउँछन् लाउँदैन भन्नुभयो नि, उहाँ म्याडम मेरो दिदी हो कि है। नेक्स्ट गर्नुहोस्। हो हो उहाँ रोजबहादुर श्रेष्ठ सर हाम्रो बजार निर्देशक हुनुहुन्छ भने आज बिगेन नेपालको ठुलो टिम छ, हेड अफिसको टिम छ। हाम्रो कपिला म्यामको पनि यहाँ मात्रै रहेनछ, यत्रो टिम चाहिँ छ। र यी भनेका आज बिगेन मेडिकलले निर्माण गरेर नेपालमा पठाएका मसिनहरू हुन्। विभिन्न खाले मेसिन हजुरले देख्नु भएको छ। टप एन्ड टप मेसिन, इटिएस म्याट, पिलो, साम्चोलार लगायतका थुप्रै मेसिनहरू छन्। र अब हामी जाउँ, नेक्स्ट गरिदिनुहोस्। अब जुन अहिले पछिल्लो समय यो नयाँ म्याट तपाईँहरूको माझमा आएको छ हो
है। त्यो त कति भयो यहाँ आएको 1 महिना पनि भएको छैन है, 2 हप्ता जति भएको छ। यसमा सबैले सुत्ने पालो आएको छ कि छैन? पालो आउँछ नआउँछ है। पहिले अरू मेसिनहरू पनि थिए, अरू मेसिन हुँदै गर्दाखेरि पनि कोरियाले फेरि पनि नयाँ मेसिन बनाएको छ। यो अरू भइरहेको मेसिनभन्दा निकै उत्कृष्ट छ। म यसको बारेमा बताउँछु। ल हेर्नुहोस् है, आजभोलि तपाईँ हाम्रो जीवनशैलीको कारणले गर्नाले फोक्सोका समस्या, क्यान्सर, सुगर, मुटुका रोग, प्रेसर हाई, कोलेस्ट्रोल जस्ता विभिन्न किसिमका एकदमै दीर्घ रोगहरू देखा परिराखेको छ। अहिलेको तपाईँ हाम्रो खानपान हेर्नुहोस् त, असुस्थकर खानपान है। बजारबाट मोमो, चाउमिन, पिज्जा, बिस्कुट, चाउचाउ, यी जङ्क फुडहरू यसले कदापि स्वास्थ्यमा राम्रो गर्दैन। यस्ता चिज हामीले खाइरहेका छौँ, हाम्रो बच्चा बच्चीहरूलाई हामीले खुवाइरहेका छौँ। स्वादिलो चाहिँ छ, तर स्वास्थ्यको लागि यो राम्रो चाहिँ छैन है। दोस्रो, हाम्रो चाहिँ अहिलेको असुस्थ सामाजिक अवस्था छ कि है। हामी ज्यादा चिन्ता बोक्छौँ। अघि नै मैले हजुरलाई भने नि चिन्ता नलिनुहोस् भनेर भने नि, चिन्ताको कारणले गर्दा पनि हामी रोगी भइरहेका छौँ। धुम्रपान, मद्यपानहरू, अत्याधिक धेरै मात्रामा चाहिँ प्रदूषण छ। हेर्नुहोस्, यो अघिल्लो केही वर्ष हाम्रो काठमाडौँ चाहिँ संसारको सबैभन्दा प्रदूषित सहरहरू मध्येमा चाहिँ पहिलो नम्बरमा काठमाडौँ परेको थियो। 2-3 वर्ष अगाडिको समाचार हो, तपाईँले पनि सुन्नुभएको थियो है। यति धेरै प्रदूषण छ। सफा हावामा सास फेर्नको लागि रुखै पनि छैन, हो कि होइन? हेर्नुहोस् त, धुवा, धुलो, प्रदूषण कति छ। यस्तोमा हामी बसेका छौँ। र दोस्रो, अहिले हामीले कस्ता चिज खाएका छौँ हेर्नुहोस् त, विषादी हालेको छ, हो कि होइन? तपाईँहरूले त यहाँ खेतीपाती गर्नुहुन्न होला होइन? यो हेर्नुहोस् त, विषादी मल नहालेसम्म केही पनि फल्दैन आजभोलि, होइन र है? कीटनाशक औषधि हालेर तरकारी फलफुल फलाइराखेको छ, विषादी हालेर धानहरू फलाइराखेको छ। दोस्रो, आजभोलिको तपाईँ हाम्रो जीवनशैली यस्तै भयो कि खायो मजाले सोफामा उपर खुट्टी लगायो बस्यो, हो कि होइन? सुख र सुविधा मात्रै हामीले बढी खोजिराखेका छौँ कि, जसको कारणले हामी रोगी भइरह्यौँ। र अहिले नेपालमा है, यो 2019 को चाहिँ तथ्याङ्क हो। यसले के भनेको छ, नेपालमा सबैभन्दा धेरै रोगहरू मध्येमा सबभन्दा बढी चाहिँ कुन रोगबाट मान्छेको मृत्यु भइराखेको छ? कार्डियोभस्कुलर, मुटुका रोगहरूबाट। दोस्रो, श्वास प्रश्वास, दम सम्बन्धी र फोक्सो सम्बन्धी। तेस्रो, नसाको रोग। चौथो, टिबी लगायतको रोग। पाँचौं, पाचन प्रक्रिया भनेको सुगर लगायत ग्यास्ट्रिकका समस्याहरूबाट चाहिँ आजको मान्छे अत्याधिक धेरै पीडित छ। र अब थोरै म हजुरलाई यो तापक्रमको बारेमा अघि पनि भने, फेरि बुझ्नु होला। हाम्रो शरीरको आन्तरिक तापक्रम भनेको 97 डिग्री फरेनहाइट अथवा 36.5 डिग्री सेल्सियस हुनुपर्छ। यदि हाम्रो शरीरको तातो 1 डिग्री मात्रै घट्यो भने पनि, नेक्स्ट गरिदिनुहोस् त, हाम्रो शरीरको तापक्रम 1 डिग्री मात्रै घट्यो भने, सरी बढ्यो भने हाम्रो रोगसँग लड्ने क्षमता 5 गुणा बढी बढ्छ भनिन्छ। नेक्स्ट गरिदिनुहोस्। तर त्यही तातो 1 डिग्री घट्यो भने रोगसँग लड्ने क्षमता 20 गुणा घट्छ भनेको छ कि। त्यसैले कुनै पनि हालतमा शरीरलाई चिसो हुनु दिनु हुँदैन। विशेषतः झन् यो कार्तिक, मङ्सिर, पुष, माघ, यो चिसो मौसम भनेको रोगहरूको जन्म हुने मौसम हो। गर्मी मौसममा बाहिरबाट लाग्ने सर्वा रोगहरू लाग्छ, चिसो मौसममा शरीरभित्रबाट उत्पन्न हुने रोगहरू लाग्छ। हाम्रो बाबालाई पनि 1 महिना अगाडि कार्तिकको महिनामा चाहिँ उहाँलाई प्रेसरले अट्याक गर्यो। चिसो सुरु हुने बित्तिकै उहाँको प्रेसर बढ्यो, मुख बाङ्गो भयो। सो जाडोमा कहिल्यै देखा नपरेको प्रेसर देखा पर्छ, कहिल्यै देखा नपरेको सुगर देखा पर्छ, कहिल्यै नच्यापिएका नसाहरू च्यापिन्छन् है, हड्डीहरू खिन्छ, क्यान्सरहरू हुन्छ, विभिन्न समस्याहरू देखा पर्छ। त्यसैले अघिल्लो 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 अगाडि पछाडि होइन, अगाडि, अझै अगाडि। तसर्थ शरीरको तापक्रम जति बढ्यो त्यति हामी स्वस्थ हुन्छौँ भनेर भनेको छ कि बुवामा। जति शरीरलाई तातो राख्न सक्यो त्यति धेरै निरोगी हुन्छौँ भनेर भनेको छ। अब विज्ञानको उपचार पनि हजुरले बुझ्नु भएको छ। यहाँ मुटु रोगी पनि, पेटको रोगी पनि, जे रोगी लिएर आए पनि तातैमा सेकाएका छौँ, सबैलाई राम्रो भएको छ भने पछाडि त तातोले उपचार गरे रहेछ नि त, होइन र? र यो तातोले सेक्ने चलन नौलो पनि त होइन, नौलो हो र होइन? हिजो हो कि होइन? त्यो बच्चा निरोगी होला, बलियो होला भनेर हो नि त। अरू छोडिदिनुहोस्, केही काम गर्दै गर्दाखेरि घरैमा आफ्नै आँखाले आफ्नै औँलाले आँखा घोच्यो भने एउटा रुमाल अथवा पछौडा पोको पारेर फु फु गरेर सेक्ने चलन थिएन, अझै पनि छ। जबसम्म यी अस्पताल औषधिको चलन थिएन, हाम्रो बुवाआमाहरू, पहिलाको बुवाआमाहरू इँटा तारेर सेक्नुहुन्थ्यो, ढुङ्गा तारेर सेक्नुहुन्थ्यो, बालुवा भुटेर सेक्नुहुन्थ्यो, होइन र? सेक्तापै त हो नि।
अब यो के रहेछ सरले खनिज भन्यो तत्त्व भन्यो के रहेछ भन्ने हजुर लाग्ला। जस्तै यो जमिन मुनिका शक्तिशाली पत्थरहरू हो है, यसमा चाँदी मिसाएको छ, माटो मिसाएको छ, ज्वालामुखी विस्फोट हुँदाखेरिको ढुङ्गा लाभाहरू मिसाएको छ, समुद्रको अल्गी भन्ने जडीबुटी मिसाएको छ। सामान्यतया हामीले यही एउटा युगियाको चक्कीलाई हेर्नुहोस् है, यहाँ हजुरलाई उपचार गरेकै यसको तातोले हो, यसको तातोले हो। सामान्य अरू चिजको तातोले मात्रै उपचार हुँदैन। यहाँ ढाडलाई पनि सन्चो हुने, नसा पनि सन्चो हुने, पेट पनि सन्चो हुने, मुटु पनि सन्चो हुने, पाठेघर सन्चो हुने, सबै रोग सन्चो हुनुको पछाडि यो युगियाको तातो छ। यसलाई हामीले खाना बनाउने समयमा सँगै खानामा राखेर पकायौँ भने खाना पोसिलो हुन्छ, खानाको पौष्टिक स्तर बढ्छ। चिया कफी बनाउने समयमा सँगै राखेर उमाल्यौँ भने चिया कफीमा भएको त्यो निकोटिन र क्याफेनलाई घटाउने काम यसले गर्छ। अन्डा उमाल्ने समयमा सँगै राखेर उमाल्यौँ भने अन्डाको हाई कोलेस्ट्रोल घटाउने काम गर्छ। छालाको रोग लागेको छ भने यो युगिया राखेर उमालेको पानीले छाला सफा गर्नुभयो भने छालाको एलर्जी, दागहरू, लुतोहरू सन्चो हुन्छ है। त्यस्तै गरी हजुरले तरकारी पखाल्ने समयमा युगिया राखेको पानीले तरकारी पखाल्नुभयो भने तरकारीमा भएको कीटाणुहरू नाश भएर जान्छ। हजुरको घरमा अन्न पाक छ, धान, मकै, गहुँ, कोदो केही राख्नु भएको छ, चामलहरू राख्नु भएको छ, किरा लागेको छ भने त्यहाँ लगेर राखिदिनुहोस्, यो हराएर जान्छ, किराहरू हराएर जान्छ। हजुरको घरमा फ्रिजबाट दुर्गन्ध आइराखेको छ, यसलाई लिएर गएर फ्रिजमा राखिदिनु भयो भने फ्रिजको दुर्गन्ध आफै हराएर जान्छ। हजुरको शरीरमा कतै तरकारी काट्दै गर्दा केही गर्दा कतै काटेर रगत बग्यो भने यसलाई ट्याप्प टालिदिनुहोस्, उति बेला रगत रोकिन्छ है। आगोले पोलेको ठाउँमा यसलाई लगाइदिनु भयो भने तुरुन्तै यसले फोका उठ्नु पाउँदैन। सो अनेक धेरै फाइदाहरू छ यसको। यहीबाट बनेको मेसिन हो, यसैको तातोले हामीले सेक्यौँ है। सो अब यो युगिया पनि यहाँ मिसहरूले बेला बेलामा चाहिँ साथीहरू ल्याउनु भयो, तपाईँ नियमित आउनुभयो भने उपहारहरू पाइन्छ भनेर भन्नुभएको छ है। यसले जब यो तातो हुन्छ यसले बिहान झुल्किने बेलाको घामको रातो किरण यसले फाल्छ। त्यही भएर यहाँ हजुरले थेरापी गरेको बेलामा सेतो ढाका ओढ्ने भन्छौँ नि हामीले, हो कि होइन? यसले बिहान झुल्किने बेलाको घामको किरण फ्याँक्ने हुनाले चाहिँ त्यो घामको किरण बाङ्गेटिङ्गे भएर निस्किन्छ। त्यो खेर नजाओस् भनेर सेतो कपडा ओढ्दाखेरि त्यो सेतो कपडाले घामको किरण, जसलाई हामीले FIR रेज भन्छौँ, फार इन्फ्रारेड रेज, त्यसलाई सेतो कपडाले परावर्तन गरेर हाम्रै शरीरमा सिराइदिन्छ भनेर सेतो कपडा ओढ्छ। बिहानको घामको किरण, बिहानको घाममा हामीले अझैसम्म पनि चलन छ, घरमा बच्चा जन्मिने बित्तिकै बिहान झुल्केको घाम त पाउँछौँ नि, बच्चालाई हो होइन, पोसिलो हुन्छ भनेर हो। योबाट जुन अघि भने हो, यसबाट पनि बिहानकै किरण निस्केर नै तपाईँको उपचार हुन्छ। यसमा जुन 26वटा 27वटा तत्त्व मिलायो भनेर भने नि हाम्रो शरीरलाई चाहिने जति भिटामिन र पौष्टिक तत्त्व योबाट आउने तातोले पुग्छ। यसरी बुझ्नु सजिलो भाषामा हामीले यसमा सेक्दै गर्दाखेरि चाहिँ हाम्रो शरीरलाई जति पनि भिटामिन चाहिन्थ्यो, जति पोषिलो चिजहरू चाहिन्छ, त्यो सबै योबाट प्राप्त हुने रहेछ भनेर बुझ्नु होला। हुन्छ। र अब यसमा अर्को एउटा बसिरहेको छ कि है। अब यो मेसिनमा सुत्दा हजुरलाई तातो त आयो। अघि मैले भने रोग लाग्ने कारण चिसोपना, अल्छीपना, खानपिना। आज हामीले खाएको सबै चिज के गरेको छ, शरीरमा गएर जमेर बसिरहेको छ, त्यो बाहिर निस्किएको छैन। काम गरेको हुन्थ्यो, पसिना बगाएको हुन्थ्यो भने के हुन्थ्यो, पसिनाबाट त्यो बाहिर निस्किन्थ्यो, हो कि होइन? आज काम गर्दैन, पसिना बग्दैन। तपाईँहरू यहाँ थेरापीमा आएर म्याटमा सुतेको बेलामा पसिना आउँछ कि आउँदैन? आउँछ। अब चिसो महिना छ, चिसो महिनामा नआउला, तर हजुरले के गर्नु पर्यो, म्याटमा सुत्ने बेलामा पातलो कपडामा थेरापी गर्नु पर्यो। बाक्लो कपडामा थेरापी गरेर कपडा मात्रै तात्ने हो। बाहिरबाट बाक्लो कपडा लगाएर आउनुहोस्, भित्रबाट पातलो कपडा लगाउनुहोस्। थेरापी गर्ने बेलामा बाक्लो कपडा खोलेर पातलो कपडामा थेरापी गर्नु होला। हुन्छ। यसले हाम्रो शरीरको भित्रसम्म तातो पुर्याएर हाम्रो रगतमा भएको चिल्लो, बोसो, फोहोरहरू जति पनि छ त्यसलाई काटेर दिसा, पिसाब, सिँगान, खकार अनि पसिनाबाट बाहिर फालिदिन्छ। भित्री शरीरलाई सफा राख्छ। जब हाम्रो भित्री शरीर सफा हुन्छ तब रोगसँग लड्ने शक्ति बढ्छ। यति बुझ्नुहोस्, यो मेसिनले हजुरको रोग निको पार्ने होइन, मेसिनले हजुरको शरीरलाई सफा र बलियो राखिदिने हो। सो यसको नियमित प्रयोग गर्न सक्यो भने यसले हाम्रो शरीरलाई सधैँभरिलाई सफा र बलियो राख्ने रहेछ। मेरो हातमा एउटा यो फलामको टुक्रा छ कि है, आइरन छ कि यहाँ है, कटकट कटकट बलेको छ हो।
यो बज्दा यसरी यो हल्लायो भने मात्रै बजाएको छ, नहल्लायो भने बजाएको छैन है। यसरी हल्लाउँदाखेरि त मेरो यो हात पनि त हल्लियो होला, हो कि होइन? हातको नसा पनि हल्लियो होला। यहाँ सुते पछाडि तातो त आएको छ, यसले अर्को के पनि गर्ने रहेछ, म हजुरलाई देखाउँछु हेर्नुहोस् है। हेर्नुहोस् त यो यहाँ उब्रेको देख्नु भएको छ? उब्रिया छ नि हो। त्यस्तै गरी अर्को यहाँ अचम्म हेर्नुहोस् त, अर्को यहाँ यसलाई मैले छुन पनि पर्दैन कि, यसलाई नछुइकन केही मिलेर मैले यहाँ छोएको छैन, माथि राख्दाखेरि पनि यो हल्लिराखेको छ, हो कि होइन? मलाई एउटा कुनै किताब छ यहाँ, यस्तै मोबाइलै माथि राखिदिनु हुन्छ। मोबाइलमा चाहिँ तपाईँ आफै म्याग्नेट भयो, कपी ल्याउनुहोस्। यो मेसिनमा छोइएको छैन, फेरि पनि त यो चलिराखेको छ नि, होइन र? छ नि। जसरी मैले यसलाई यसरी हल्लाउँदाखेरि मेरो हात बुझ्नुहोस् है, यो मैले सरले के देखाएको भन्ने चाहिँ म तपाईँलाई यो देखाउनुको कुराहरू म बुझाउँछु है। यसरी मैले हातमा राखेर हल्लाउँदाखेरि पक्कै पनि मेरो हातको नसा हल्लिएको छैन र? मेरो रगत हल्लिएको छ। जस्तै अर्को तपाईँले बुझ्ने भाषामा हामी एकछिन यसरी बस्यौँ, एउटा खुट्टाले तल्लो खुट्टा थिच्यौँ, एकैछिनमा हाम्रो तल्लो खुट्टा निदाउँछ, झमझमाउँछ, हो कि होइन? किन हो त्यो निदाएको? रगत खेल्न नपाएर थिचिएर निदाएको हो। जब त्यो निदाउँछ, झमझमाउँछ, अनि हामीले उठेर यसरी 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 भुइँमा चाहिँ हाम्यो भने अनि रगत खेल्न थाले पछाडि त्यो झमझमाउन बिर्सेको हुन्छ, हो कि होइन? यसले के गर्यो? जस्तै मैले यसरी हल्लाउँदाखेरि पनि त मेरो यो हात हल्लियो, यहाँ रगतहरू खेलिया रहेछ भने त यसरी हल्लाउँदाखेरि त खेल्छ नि त, होइन र? सो हामी यहाँ सुत्दै गर्दाखेरि पनि हाम्रो रगतमा फलाम तत्त्व हुन्छ भन्ने थाहा छ कि छैन? हाम्रो रगतमा आइरन हुन्छ कि, गर्भवती महिलालाई आइरन शक्ति खुवाउँछ नि, त्यो फलाम भन्ने तत्त्व हुन्छ कि। जब हामी यसमा सुत्छौँ, योबाट यो अल्ट्रा लङ वेभ भन्छ कि यसलाई, अल्ट्रा लङ वेभ निस्केर यो एकदमै लामो खालको चाहिँ चुम्बकीय तरङ्ग हो। यो निस्केर 1 मिनेटमा 2000 पटक, 1 मिनेटमा 2000 पटक चाहिँ हाम्रो नसाहरूलाई कम्पन गराइदिन्छ, कोषहरूलाई तरङ्गित बनाइदिन्छ कि है। जसो कारणले हाम्रो शरीरमा कहीँ पनि रगत रोकिनु पाउँदैन। नसाहरू बन्द भएको रहेछ भने खुल्छ, प्रेसर हाई रहेछ भने पनि मुटुमा दबाव हुन पाउँदैन, टाउकोमा दबाव हुन पाउँदैन, राम्रोसँग रगत सञ्चालन गराउँछ यसरी। है सो तपाईँहरूले यहाँ सुत्दै गर्दा सबैलाई चाहिँ महसुस हुँदैन, कसैलाई यो म्याटमा सुत्दै गर्दाखेरि तपाईँको शरीरको भित्रभित्र के हो, लागेर जस्तो सलसल 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 केही न केही किराहरू हिँडेको जस्तो तपाईँलाई महसुस हुनुपर्ने हो। पातलो कपडा लगाएर चाहिँ यसमा सुत्नु होला र सरले भनेको थियो भएको पटक चाहिँ फेल गर्नु होला। तपाईँको शरीरमा पनि त्यो खालको तरङ्ग चाहिँ यसले पैदा गरिदिन्छ कि। त्यसले भनेको के हो भने हाम्रो शरीरको कुनै पनि नसाहरूलाई बन्द हुन नदिने, साँघुरो भएको छ भने त्यो ठाउँबाट रगत बग्न सकेको छैन भने हल्लाएर खुलाइदिने र शरीरको प्रत्येक अङ्ग र कोषहरूमा चाहिँ रगत पुर्याइदिने गर्दछ एउटा। दोस्रो यसले के गर्छ भने हाम्रो शरीरमा भएको कोषहरूलाई चाहिँ सक्रिय राख्छ, शरीरका अङ्गहरूलाई भिजाउन दिँदैन। शरीरको आन्तरिक अङ्गहरू सफा रहने भनेको शरीर निरोग। आज हामीलाई मृगौला बिग्रेको कारण के हो त? अत्याधिक विकार खाएका छौँ, त्यो विकार गएर मृगौलामा जमेको छ। मृगौलाको काम भनेको त छान्ने हो नि त है। त्यो विकारको कारणले गर्नाले मृगौला बिग्रियो। सुगर भनेको के हो? सापपत्रेले त्यो राम्रोसँग इन्सुलिन निकाल्न नसक्ने त्यो हर्मोन के गर्छ? त्यो चुम्बकीय तरङ्गले के गर्छ त भने हाम्रो शरीरमा भएको त्यो हर्मोनको समस्या
हाइवे हो कि राजमार्ग हो। कताबाट भनौँ तपाईँको यहाँको मान्छे कता जानुभएको छ, पोखरा त थाहा छ है। काठमाडौँदेखि पोखरा जाँदै गर्दा बिचमा कृष्णभिर पर्छ है। कृष्णभिरमा अहिले त खस्दैन, पहिले पहिरो खस्नु पऱ्यो है। कृष्णभिरमा पहिरो खस्यो र त्यहाँको बाटो ब्लक भयो भने यताको गाडी उता जान पनि पाउँदैन, उताको गाडी यता आउन पनि पाउँदैन, किन बाटो थुनिए पछाडि हो। त्यस्तै मुटु र मस्तिष्क, मुटु भनेको काठमाडौँ, मस्तिष्क टाउको भनेको पोखरा, बाटो भनेको गर्दनको भागबाट राम्रोसँग रगतहरू फेर्न सकेन भने मुटु पनि कमजोर, टाउको पनि कमजोर। त्यसैले बिगिन मेडिकलले यो गर्दनको भागमा पर्ने ठाउँमा यो ठ्याक्क हामी सुत्ने त यसरी नै हो, होइन र? ठ्याक्कै यो गर्दनको भागमा यो ब्यान्डेज के गर्छ, यसले 1 मिनेटमा 2000 पटक तरङ्गित गराइदिएर त्यो मुटुले टाउकोतिर रगत दिएर जाने जति पनि यो नसाहरू यो गर्दनको भागमा हुन्छ त्यसलाई बन्द हुन दिँदैन, खुला। बुझ्नुभयो? दोस्रो कहाँ राखेको छ? कम्मरको भागमा राखेको छ। कम्मरको भागमा किन राखेको छ भने शरीरको महत्त्वपूर्ण अर्को अङ्ग भनेको मृगौला है। यो केही वर्ष अगाडि हो कि होइन? अहिले अघिल्लो वर्षको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा के थियो भने नेपालमा 1 वर्षमा 3000 जनाको मृगौला फेल भएको थियो। यो अहिलेको नयाँ वर्षमा चाहिँ नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क के छ? 1 वर्षमा 4500 जना मान्छेको मृगौला फेल भएको छ। 1 वर्षमा 4500 जना मान्छेको मृगौला फेल भएको छ, ड्यामेज भएको छ। कारण के? हामीले खाएको विषादी मृगौलाले राम्रोसँग फिल्टर गर्न सकेन। सो यसलाई मृगौला कहाँ हुन्छ? हाम्रो कम्मरको दुईतिर हुन्छ। जब यो म्याग्नेटमा हामी सुत्छौँ, यो म्याटमा सुत्छौँ, कम्मरमा राखेको यो अल्ट्रा लङ वेभले के गराइदिन्छ त? यो चुम्बकीय तरङ्गले के गराइदिन्छ? मृगौलाका कोषहरूलाई हल्लाइदिएर मृगौलालाई बलियो राख्न मद्दत गर्छ, जसको कारणले मृगौलाले जति पनि हामीले विषादीहरू खायौँ भने पनि मृगौलाले राम्रोसँग छानेर चाहिँ हाम्रो मृगौलाहरू बिग्न दिँदैन, फोहोर चिजलाई बाहिर निकालिदिन्छ। मृगौला भनेको हाम्रो शरीरको चिया छान्ने जाली जस्तो हो कि हजुरले कालो चिया मात्रै छान्नुभयो भने त्यो जाली 6 महिना 1 वर्ष टिक्छ। तर त्यो जालीमा हजुरले दुध चिया छान्नुभयो भने 2 महिनामा त्यो जालीमा चिया लाग्छ र त्यो भाँचिन्छ, हो कि होइन? सो आज हामीले खाएको चिल्लो, पिरो, अमिलो, मसला, कोलेस्ट्रोल, प्याकेटका खानेकुराहरू, औषधि, यति धेरै केमिकल खाइराखेको छौँ, त्यो मृगौलाले छान्न सकेन। मृगौला कमजोर भएको छ, जसको कारणले शरीरका अरू अङ्ग पनि रोगी भएको छ। सो हामीले यसमा थेरापी गर्दै गर्दा यहाँ देख्नु भएको छ नि, यो अल्ट्रा लङ वेभ जस्तो यहाँबाट यस्तै तरङ्ग निस्किन्छ भनेर देखाएको हो कि है। सो अर्को चाहिँ यसको चुम्बक कहाँ राखेको छ? घुँडा पर्ने भागमा राखेको छ। घुँडाको भागमा किन राख्यो भने हाम्रो यो पुरै शरीरको तौल थाप्ने केले हो? घुँडाले है। घुँडा आज 40 वर्ष पर्दा नपर्दा चाहिँ घुँडाको हड्डी राखेको छ, घुँडामा चिल्लो सुकेको छ, हो कि होइन? यहाँ प्रायः धेरै आमाको घुँडा दुख्ने समस्या छ। सो यो घुँडाको भागमा चुम्बकीय तरङ्ग दिएर घुँडाको भागमा चिल्लोहरू सुक्न नदिने र घुँडालाई बलियो राख्नको लागि भन्दा यो 3 ठाउँमा म्याग्नेट राखेको छ। र यसले 3 ठाउँमा मात्रै काम गर्दैन। जब उहाँ अहिले सुत्नु भएको छ, चुम्बक अन भएको छ, उहाँको पुरै शरीर चाहिँ यो चुम्बकीय क्षेत्रभित्र पर्छ। अहिले के गरी यहाँबाट चुम्बकले काम गरिराखेको छ। अहिले उहाँको शरीरमा के गरेको छ भने उहाँको अहिले उहाँलाई के पनि थाहा भएको छैन, तर यो चुम्बकीय तरङ्ग रगतमा भएको त्यो आयरनसँग मिलेर भित्र फिल्टर गरिराखेको छ कि छानिराखेको छ कि उहाँको, बुझ्नुभयो नि? रगतको नसाहरूलाई खुलाइराखेको छ कि त्यसरी यो हल्ल्याएको छ नि यहाँ यसरी उहाँको भित्रपट्टिको रगतहरू एकदमै तरङ्गित भइराखेको छ कि। सो हजुरले नियमित रूपमा यसको प्रयोग गर्नुभयो भने 2-4वटा कुरा चाहिँ म ग्यारेन्टी भन्न सक्छु, कहिल्यै पनि हजुरलाई प्रेसरको एट्याक आउनु पर्दैन, प्रेसरले हान्यो भन्नु पर्दैन। यो ग्यारेन्टी है त्यो म्याटको नियमितको थेरापीले। दोस्रो, लगातारको यसको प्रयोग गर्नुपर्छ, जीवनमा क्यान्सर हुनु पाउँदैन, त्यो ग्यारेन्टी हो। त्यो बिगिन मेडिकल कोरियाले भनेको छ। तेस्रो, लाइफमा मृगौला बिग्रन पाउँदैन। चौथो है यो मेजर समस्या, हृदयघात हुन पाउँदैन, प्रेसरले हान्नु पाउँदैन, क्यान्सर हुनु पाउँदैन र मृगौला बिग्रन पाउँदैन। यो ग्यारेन्टी नै दिएको छ, किनकि यो मेसिनको काम नै त्यही हो। र अहिलेको लागि हाम्रो मिसको लागि एकचोटि जोरदार ताली बजाइदिनुहोस्। तातोको बारेमा बुझ्नु भएको छ यसले। त्यो युगियाको 26-27वटा खनिजको तातोबाट हामीलाई सेकाइराखेको छ। जति शरीरलाई न्यानो पार्न सकियो त्यति राम्रो हुन्छ। दोस्रो, चुम्बकीय तरङ्ग दिएको छ। अब तेस्रो यसमा के छ भने यो एउटा टेन्स भन्ने छ।
है। अब म यो कस्तो चिज रहेछ हजुरलाई म थोरै यसको बारेमा बताउँछु। यहाँ तपाईँहरू प्यारालाइसिस भएर पटक्कै हात औँलै नचल्ने कोही हुनुहुन्छ? चल्दै नचल्ने, पटक्कै औँला नचल्ने, अलिअलि चल्दो रहेछ बुवाहरू, चलाएको छ अलिअलि, पटक्कै नचलेको। जस्तै यो यसलाई टेन्स भन्छ है, यसलाई टेन्स भन्छ। पल्स प्याड हजुरले पहिला पनि प्रयोग गर्नुभएको थियो। यसलाई एन्टी क्यान्सर थेरापी पनि भनेर भन्ने गरिन्छ। हजुरले यो लगाउनु भएको छ अहिलेको? लगाउनु भएको छ है। हजुरको यदि निद्रा नलाग, यता आउनुहोस् त हजुर, आउनुहोस् एकछिन बन्द गरे पनि